नमस्कार, यहाँलाई स्वागत छ हाम्रो अड्डामा। हाम्रो अड्डाको अर्को एक एपिसोड लिएर फेरि म उपस्थित भइसकेको छु। विगतका एपिसोडमा तपाईँहरूले देखाएको साथ सपोर्ट र जुन माया देखाइरहनु भएको छ त्यो निरन्तरता फेरि पनि पाउने अपेक्षाका साथ हामी आइसकेका छौँ र हामीले विविध विषयमा रहेर कुराकानी गरिरहेका छौँ। आज भने हामीले पछिल्ला एपिसोडमा लिएको भन्दा फरक सिनारियोलाई चाहिँ जोड्न खोजिरहेको छु र यसमा महिला सशक्तिकरणदेखि लिएर एउटा महिलाले चाहिँ एउटा आफ्नो सपना एउटा सङ्घर्ष अनि त्यसलाई चाहिँ कसरी हुन्छ सफल बनाउने त नि। अब हुन त मान्छेले देख्ने सपना भोग्ने यथार्थ र अनि लागेको बाटो अथवा भविष्य फरक फरक हुन्छ सबैको। र कहिलेकाहीँ एउटा काम गर्छु भन्दै अर्को काम र अर्को काम गर्दा गर्दै पनि फेरि अर्को कामतिर पनि भइन्छ है। अनि मान्छेहरूको लक्ष्य एउटा लिइरहेको मान्छेले भोलि त्यो चिजलाई नै चटक्क माया मार्न कसरी सक्छ त नि। त्यो एउटा परिवर्तन भनेको चाहिँ जुन चिज छ नि त्यो महिलाहरूबाट मात्र सम्भव हुन्छ। जस्तै भनिन्छ नि एउटा महिलाले आफू जन्मिएर हुर्किएर आएको एउटा खानदानको एउटा आफ्नो थर त्यागेर अर्को एउटा थर त सम्हाल्न सक्ने मान्छेले पेसागत रूपमा त चेन्जेस त धेरै चिजहरू हुन सक्छन्। तर उहाँले देख्ने सपना गर्ने जुन सङ्घर्षहरू हुन्छन् र त्यसका सफलताहरूका कुराहरू आज हामीले विशेष गरी महिला सशक्तिकरण सम्बन्धी कुराहरू चाहिँ अलिकति जान्ने बुझ्ने कोसिस गर्नेछौँ र त्यो मात्र नभएर अलि फरक पर्सेप्सनबाट चाहिँ समाजलाई थोरै निहाल्ने पनि कोसिस गर्नेछौँ। र आज मैले जो गेस्टलाई लिएर आएको छु मैले उहाँसँग पहिला सुरुमा भेटेर केही कुराहरू गर्ने बित्तिकै मलाई लाग्यो यो सिनारियोलाई कसरी हामीले चाहिँ तपाईँहरू समक्ष ल्याएर देखाउन सक्छौँ त, के कुन तरिकाले गर्दाखेरि बेटर हुन्छ त भन्ने बारेमा अलिकति मनमा कुराहरू खेल्यो। केही छलफल गरिसके पछाडि होइन उहाँलाई चाहिँ हामी यसरी चाहिँ फिचर गर्न सक्छौँ र यो आधारले हामीले गर्न सक्छौँ भनेर जुन सोचेका छौँ त्यो कुरा आज हामी गर्न लागिरहेका छौँ। हामीसँग आज हुनुहुन्छ पुनम बमजन। मैले उहाँलाई दिदी भन्छु किनकि कुरा गर्नलाई सहज होस् भनेर, र साँच्चीकै दिदी नै हुनुहुन्छ, मभन्दा सिनियर नै हुनुहुन्छ उहाँ। त्यो आधारले पनि फेरि दिदीलाई फेरि उमेरको उस गरे जस्तो लाग्ला होइन। तर त्यसलाई त्यसरी नबुझिकन आज हामी पुनम दिदीसँग कुरा गर्छौँ र के कसरी भन्ने विषय त तपाईँहरूले थाहा पाइहाल्नुहुन्छ। अनि हामीले टाइटलमा पनि रिभिल गर्छौँ, सबै कुराहरू गर्छौँ। तर पुनम दिदी को हो त नि पहिलो कुरा चिन्न जान्न र उहाँसँगै रहेर आजको एपिसोडमा कुराकानी गर्न लागेका छौँ र आज हामी कुरा गर्छौँ पुनम दिदीसँग। पुनम दिदीलाई स्वागत हो। दिदी स्वागत छ। थ्याङ्क यू, धन्यवाद तपाईँलाई। अनि जो कोहीले पनि यो पडकास्ट हेरिरहनु भएको छ सबैलाई पनि धेरै धेरै धन्यवाद। बोलाउनु भयो, धेरै खुसी छु। होपफुली विल ह्याभ अ गुड च्याट। त्यो त हुन्छ नि, किनकि तपाईँका कुराहरू सुनिसक्दा र गरिराख्दा मलाई त्यो मजा आएको कि होइन दिदीसँग चाहिँ कुरा गर्नुपर्छ। दिदीसँग धेरै स्टोरीहरू छन्, कुरा गर्नुपर्छ उहाँसँग जस्तो लागेको चाहिँ हो होइन। मलाई चाहिँ दिदी अहिले करेन्ट सिनारियोमा चाहिँ तपाईँ के गर्दै हुनुहुन्छ? अहिले करेन्ट सिनारियोमा चाहिँ फर्स्ट अफ अल आइ एम अ मदर, म आमा हुँ होइन। मेरो सबैभन्दा पहिलो ड्युटी मेरो छोरीप्रति छ। छोरी अहिले 10 वर्षको भइन् होइन। त्यही छोरीको रेखदेख। अनि त्यस पछाडि चाहिँ मेरो अर्को प्रायोरिटी भनेको पनि म अहिले आएर नेपालको राष्ट्रिय स्तरको पावर लिफ्टिङ एथलिट पनि भइसकेको छु। यो उमेरमा आएर होइन यति जिन्दगीको यति धेरै पाटोहरूले मलाई यहाँसम्म ल्याउला भन्ने मैले सोचेको पनि थिइनँ। सो अहिले चाहिँ म करेन्टली म आमा हुँ अनि त्यसपछि म राष्ट्रिय स्तरको पावर लिफ्टिङ खेलाडी पनि हुँ। गर्व पनि लाग्छ यो भन्न पाउँदा। मैले किन अहिले करेन्ट सिनारियो किन सोधेको भने हजुर मान्छेले 28-30 वर्ष 32-35 वर्ष पुगिरहँदाखेरि छोरी मान्छेहरू विशेष गरी म बुढी भएँ, मेरो यत्रो बच्चा छन्, म केही गर्न सक्दिनँ अथवा म गर्दिनँ भन्नेहरूको जमात अलि धेरै देखिन्छ क्या। एकदमै सबैले त्यसो गर्छन् भन्न खोजे होइन, एउटा जमात चाहिँ त्यो देखिन्छ। तर तपाईँ चाहिँ यस्तो गेममा हुनुहुन्छ कि जहाँ चाहिँ शरीरले नै गर्ने हो क्या त्यो कुराहरू चाहिँ। शरीरमा जब इनर्जी नै छैन, जुन चाहिँ जोस जाँगरै छैन, तबसम्म त्यो कामै गर्न सकिँदैन क्या। तपाईँ त्यो सिनारियोमा हुनुहुन्छ कि। त्यो भएको भएर पनि धेरै महिला दिदीबहिनीहरूलाई चाहिँ के लाग्न सक्छ भने यो सिनारियोमा त हामी यसरी पनि त गर्न सकिँदो रहेछ नि भन्ने एउटा उदाहरण पात्रको रूपमा चाहिँ आज हामीले चाहिँ तपाईँलाई लिइरहेका छौँ कि विशेष त होइन। अब मलाई चाहिँ थोरै चाहिँ अगाडिको सिनारियो कि तपाईँ यहाँसम्म आउनुको कारण चाहिँ के कसरी चाहिँ तपाईँको बाल्यकाल के थियो खास दिदी? बाल्यकालमा चाहिँ म लेक साइड बासिन्दा नै भएँ होइन। बाल्यकालमा त हाम्रो लेक साइड
हेर्दाखेरि जिउँदा पनि एउटा गाउँ जस्तै थियो कि सो तालमा खेल्ने होइन तालमा पौडी खेल्ने अब लेक साइडको सबै बाटो नै तपाईँको पुरै खाली मैदान जस्तै थियो होइन बाहिर खेल्ने तालमा पौडी खेल्ने त्यसरी नै बित्यो अनि स्कुल पनि लेक साइडमै जान्थेँ म है अनि बाल्यकाल एकदमै बाल्यकाल चाहिँ त्यसरी बित्यो होइन अनि त्यसपछिको समय चाहिँ मेरो बुवा पर्यटनमा आबद्ध हुनुहुन्थ्यो उहाँको एउटा ट्रेकिङ कम्पनी प्लस उहाँले नेपालको पहिलो प्याराग्लाइडिङ कम्पनी नेपालमा सुरुवात गर्नुभएको थियो अनि त्यसपछि चाहिँ मेरो बाल्यकाल स्कुल जीवन प्लस बुवालाई उहाँको काममा सघाउने सिक्ने होइन त्यसरी नै बित्यो जस्तै बाल्यकाल जुन अहिले पो लेक साइड भनिन्छ त्यति बेला त बैदाम थियो हजुर पोखरा भन्दा यही नजिकैको एरिया तेर्सापट्टिदेखि लिएर यता बिन्दावासिनी र यही एरियालाई मात्र पोखरा मानिदो रहेछ त्यति बेला भनौँ न तपाईँले त त्यो पोखरा देखेको र अहिलेको पोखरा त धेरै फरक देख्नु भएको छ र त्यो लेक साइड देखेको त्यो बैदाम आज चाहिँ लेक साइड बनेको छ होइन त्यो सिनारी देख्दा त्यो परिवर्तन देख्दा र यो सबै चिजहरू देख्दा तपाईँले देख्नु भएको छ नि त त्यो परिवर्तन जुन देख्नु भएको छ नि त्यसमा जुन त्यो समयका छोरी मान्छेहरूको स्थिति र अहिलेको छोरी मान्छेहरूको स्थिति चाहिँ के छ मलाई चाहिँ के लाग्छ भने एक्चुअली वास्तविक कुरा गर्ने हो भने जब म मेरो बाल्यकाल सम्झिन्छु नि त्यति बेलाको सिनारियो र अहिलेसम्मको सिनारियो सम्झिँदाखेरि यो शताब्दीमा यो टाइम पिरियडमा म जन्मेर हुर्किएर यो सबै कुराहरू विटनेस गर्न पाउने व्यक्तिहरूमा एउटा परेकोमा म चाहिँ आफूलाई भाग्यमानी ठान्छु कि किनभने मैले अघि नै भने होइन गाउँ जस्तै थियो त्यति बेला तपाईँको लेक साइडमा एउटा टोयोटा कोरोला ट्याक्सी थियो एउटा पुरानो नगर बस थियो 2-4वटा साइकल होइन तपाईँको त्यो हिरो होन्डा कम्पनीको के त्यो अनि हामीहरू पैदल नै खाली खुट्टा नै दौडिन्थ्यौँ क्या लेक साइडमा अनि महिलाहरूको जीवन मेरो साथीहरू म सँगै हुर्केको गाउँले दाजुभाइ साथीहरू प्लस स्कुल जाने साथीहरू होइन अलि प्रिमिटिभ वेज अफ थिङ्किङ थियो नि जुन त्यसमै नै सीमित थियौँ कि त्यति बेलादेखि अहिलेसम्म यस्तो परिवर्तन आउला होइन यति धेरै रूपमा चेन्जेसहरू आएर यस्तो परिवर्तन होला भनेर मैले सोचेको पनि थिएन हामीले सोचेका थिएनौँ है त्यही भएर म के भन्छु भने डिफ्रेन्स एकदमै धेरै छ अनि जुन व्यक्तिले जसले पनि एउटा ओपन माइन्ड राखेर होइन एड्याप्ट गर्नुभयो नि उहाँहरूमा चाहिँ मैले चेन्जेस देखेको छु होइन तर हामी कस्तो हुन्छ भने हाम्रो वातावरण हाम्रो रीतिरिवाज हाम्रो संस्कृति हामी बाँधिएर बसेका नियमहरूको घेराबाट बाहिर जान अलि डराउँछौँ नि त होइन अब सबैजना म जस्तै डेयरिङ म जस्तै साहसी म जस्तै ओपन माइन्डेड पनि हुनु हुँदैन सबैको आफ्नो आफ्नो कहानी छ सबैको आफूले बिताएको जीवनको होइन एक्सपिरियन्सहरूले गर्दा पनि अब कसरी सेपअप हुन्छ भनेर पनि धेरै रोल खेल्छ नि त त्यही भएर एकदमै धेरै परिवर्तन छ धेरै जस्तो राम्रै भन्छु है म राम्रो भन्छु किनभने म पनि अहिले आमा भएपछि एउटा छोरी मान्छेको जिनमा त्यो ऋतुहरू परिवर्तनसँगैको त्यस्तै खालको एउटा परिवर्तन हुनुपर्दो रहेछ है भन्ने मैले बुझ्छु कि पहिला म सानो हुँदाखेरि केही कुराको चिन्ता थिएन आमा बाबाको काखमा थिएँ होइन अब स्कुल जाने हो स्कुलबाट आउने हो खाजा खाने होमवर्क गर्ने घर साथीहरूसँग खेल्ने होइन केयर फ्री लाइफ थियो नि त त्यसपछि वयस्क काल लाग्यो होइन त्यसपछिको जिन्दगी पनि अर्कै थियो केयर फ्री नै थियो अहिले पछि गएर आमा भएपछि चाहिँ जिन्दगीले धेरै कुराहरू सिकायो कि होइन धेरै कुराहरू सिकायो धेरै कुराहरू अनुभव पनि गरियो अनि कति कुराहरू रमाइलो पनि भए कति कुराहरू त्यति रमाइलो पनि भएनन् होइन तर हरेक उतार चढावमा मैले कहिले पनि आफूलाई नगुमाएको कारणले गर्दाखेरि अहिले भनौँ न अब 40 वर्ष त लागिसक्यो नि म पनि होइन अनि अघि नै तपाईँले राख्नुभयो धेरै जस्तो छोरी मान्छेमा अब यो शारीरिक रूपले गर्ने काम हो होइन अब मैले सक्दिनँ बिहे भएपछि स्पेसली बच्चा भएपछि मैले सक्दिनँ भन्ने खालको मेन्टालिटी नै हुन्छ नि त होइन तर मैले चाहिँ त्यो एउटा
ट्रेन्डलाई ब्रेक गरेँ के होइन, ब्रेक गर्न सफल भएँ। अनि मैले यो चिजलाई पछाडि जोड्छु दिदी। हजुर। मैले चाहिँ एउटा चिज चाहिँ मलाई एकदमै देख्नु मन लागेको र भोग्नु मन लागेको तर मैले नपाएको। हजुर। होइन, लेक साइड गाउँ हो नि त, बैदाम त गाउँ हो नि त, होइन? गाउँ एकाएक यसरी सहर बन्यो कि जुन नेपालको पहिलो सहर होला जहाँ चाहिँ यस्तो ओपन कल्चर छ क्या, होइन? त्यो चिज तपाईँले आँखाले देख्नु भएको हो नि त। मलाई मैले त्यो किन रिलेट गर्न सक्दिनँ भने मेरो हुर्काइ फरक ठाउँमा भयो, तपाईँ त्यो ठाउँमा हुनुभयो जहाँनिर हिजो गाउँ कल्चरमा बाँचेका, गाउँ परिवेशमा बाँचिरहेका, गाउँले सभ्यतामा बाँचिरहेका मान्छे एकाएक चाहिँ ओपन कल्चरमा एकैचोटि आउँदाखेरि त्यो देखेको परिवर्तन र त्यति बेलाको सिनारियोका जुन हाम्रा छोरी मान्छेहरू, जुन चेलीबेटीहरू हुनुहुन्थ्यो, पुरुषहरू त अलिक छिटै एक्सेप्ट गरे होला नि कति कुराहरू त, होइन? त्यसको फलस्वरूप तपाईँको फ्यामिली बिजनेस पनि रह्यो, होइन? तर त्योभन्दा अगाडिको सिनारियो त लेक साइड त एउटा पुरानै सोच भएको हो नि त। अघि तपाईँले पनि जुन मेन्सन अहिले पनि छ, जुन स्थानीय बासिन्दाहरू छन् नि लेक साइडको मेन मूल मान्छेहरू, त्यहाँको ओरिजिनल व्यक्तिहरू, होइन? उहाँहरू अझै पनि त्यस्तै हुनुहुन्छ कतिपय, होइन? तर के भयो भने लेक साइडमा चाहिँ तपाईँको माओवादीको युद्धपछि र जनआन्दोलनपछि अलिकति पोलिटिकल कुरा पनि जोड्नु पऱ्यो, होइन? त्यो सकिएपछि चाहिँ अब वरिपरि रहनुभएको मान्छेहरू पनि सहर झर्नुभयो, होइन? व्यवसाय व्यापार गर्न थाल्नुभयो। अनि त्यसपछि अर्को एउटा पर्यटकीय अड्डा नै भयो लेक साइड। त्यसपछि अब इन्टरनेटको मिडियाको पनि धेरै रोल खेल्यो, होइन? त्यही भएको कारणले गर्दा पनि यो धेरै मिक्स्ड के भने धेरै मिक्स्ड कल्चर भएको मान्छेहरू पनि आएर सायद अलि टाढाबाट हेर्दाखेरि चाहिँ ओपन कल्चर जस्तो लाग्छ होला, होइन? किनभने आएर अब यो रमाइलो गर्ने डुल्ने त धेरै जस्तो अब यङ्स्टर्सहरू नै छन् नि त। तर लेक साइडको मेन मान्छेहरू चाहिँ अझै पनि ओरिजिनली जस्तो हुनुहुन्थ्यो त्यस्तै नै हुनुहुन्छ कि पुरानो। मलाई चाहिँ कस्तो अघि अलिकति सुन्दा फरक लाग्ला, तर त्यो एउटा पछौरीमा ढाकिएर बसेका चेलीहरूले एकैपटक चाहिँ लगभग सिनारियो छिटो के त्यो दुपट्टा खोल्दै, मानौँ न त्यो सल भनौँ न, अझ हिन्दीमा भएका दुपट्टा चाहिँ अब नेपालीमा भन्दा एउटा पछौरा ओढिरहेका चेलीबेटीहरू एकाएक चाहिँ छोटो कपडामा आइरहँदाखेरि, होइन? एकाएक त्यो परिवर्तन उस्तै परे कहिलेकाहीँ त त्यहाँ अब नग्न अवस्थामा पनि देख्न सकिन्छ। त्यो कल्चर आइरहेको छ नि त, होइन? त्यो परिवर्तन तपाईँले देखेको हो नि त। त्यो भएको भएर एउटा छोरी मान्छेको परिवर्तनहरू त्यहाँनिर चाहिँ हिजो सोच्ने, आज सोच्ने र भोलि सोच्ने कति छिटो फरक छ हेर्नु न। तपाईँले देखेको त्यो कल्चर र अहिलेको कल्चर, जस्तै तपाईँले त्यति बेला तपाईँका साथीहरू र त अहिले भेटेका साथीहरू कति फरक छन्? धेरै नै फरक छ नि। तर मैले फेरि भन्छु, होइन, यसमा चाहिँ एकदमै तपाईँको इन्टरनेटको, होइन? किनभने समाज सानो भयो नि त। अनि म सानो छँदादेखि अहिलेसम्म चाहिँ तपाईँको हाम्रो नेपालमा के छ, स्कुल सकेर कलेज सकेपछि विदेश गएर पढ्ने, होइन? फर्दर स्टडिजको लागि अब्रोड जाने, होइन? अनि त्यसपछि नेपाल फर्किने जस्तो छ। अनि इन्टरनेटले यो संसारलाई यति सानो बनाइदियो कि इन्फ्लुएन्स त त्यसैबाट भएको हो नि, है? अहिलेको जेनजी भन्ने कि अब जेन एक्स भन्ने कि के भन्ने, होइन? त्यसले हो जस्तो लाग्छ है मलाई। किनभने धेरै जस्तोहरू चाहिँ नयाँ युवा पुस्ता नै हुनुहुन्छ कि त्यो हाम्रो अब मेरो पालाको साथीहरू अचानक छोटो लुगा लाएर आएको छैनन्, होइन? अब हामी हुर्किँदाखेरि पनि बिस्तारै अलिकति प्रोग्रेसिभ भएको हो नि त सोसाइटी। म सानो हुँदाखेरि मैले मोबाइल फोन लिएको भनेको म 18 वर्षको हुँदाखेरि हो, होइन? अहिले त तपाईँको जन्मिने बित्तिकै नै मोबाइल फोन त्यहाँ हुन्छ, होइन? सो यो कुराहरूले चाहिँ एकदमै रोल खेलेको जस्तो लाग्छ कि मलाई, यो सांस्कृतिक, होइन? अनि परिवर्तनहरू ल्याउनलाई चाहिँ। मैले खासमा तपाईँलाई किन यसरी सोधिरहेको छु भने एउटा प्रिभिलेज भइरहेको, सुविधा सम्पन्न ठाउँमा भइरहेको, जस पहिला थिएन, पछि त अरू ठाउँहरूको तुलनामा त यहाँ धेरै छिटो सुविधाहरू आएको हो नि त। सुविधा सम्पन्न एउटा प्रिभिलेज पाएको ठाउँ हो नि त, होइन? त्यो ठाउँमा रहेर सोच्ने छोरी मान्छेको सोचाइ चाहिँ कस्तो हुँदो रहेछ भन्ने चाहिँ आधारले सोधे हुन् कि खासमा। अब के भने एउटा प्रिभिलेज्ड ठाउँमा जन्मिएको छोरी मान्छेको सोचाइ
हुन त बत्ती मुनिको अँध्यारो भन्छन् भन्न त कतिपय चिजहरूमा फेरि कसरी भन्ने है यो बबल त्यो बबललाई चाहिँ अब फुटाल्नु पर्यो होइन हजुर अब त्यही हो हामीले बाहिरबाट हेर्ने नजर र भित्रमा जे हुन्छ त्यो जहिले पनि डिफ्रेन्ट नै हुन्छ होइन के हो मैले त बिर्सेँ है होइन ठिक छ के भन्नुभएको थियो तपाईँले खासमा चाहिँ यो मैले भन्न खोजेको चाहिँ कस्तो थियो भने जस्तै अब अरू ठाउँहरूको तुलनामा त पोखरा त्यसमा पनि लेक साइड चाहिँ पछिल्लो पहिला गाउँ नै भए पनि पछि त त्यो एउटा सुविधा सम्पन्न ठाउँ भयो नि त एउटा हब भयो नि त होइन टुरिस्ट हब यस्तो भयो कि बल्ल म कुरा जोड्छु है कस्तो भयो भने समय बित्दै जाँदाखेरि अब सबैलाई के चाहियो रमाइलो चाहियो होइन अनि लेक साइडमा हाम्रो ताल पनि छ है प्राकृतिकली एकदमै ब्लेस्ड पनि होइन अनि लेक साइड चाहिँ एउटा टुरिस्टिक हब भएको कारणले तपाईँको बारहरू होइन पबहरू डिस्कोहरू होटेल रेस्टुरेन्ट्सहरू अब धेरै रूपमा लेक साइडमै छ नि त होइन अनि तपाईँको महेन्द्र पुलकै होस् अथवा अमरसिंह चोकको होस् अथवा होइन बिरौटा जतासुकैको मान्छे होस् कहाँ जाने आज लेक साइड जाने किन लेक साइड जाने अब त्यहाँ रमाइलो हुन्छ ओपन छ होइन विदेशीहरू आउँछन् रेस्टुरेन्ट्सहरू छ होटेलहरू छ म्युजिक हुन्छ जताततै लाइभ म्युजिक हुन्छ होइन अब थोरै ओपननेस छ नि त त्यही भएको कारणले गर्दा पनि लेक साइडमा नै त्यसरी धुरिएर मान्छेहरू आएको होला तर मैले फेरि पनि भन्छु है तपाईँको लेक साइडकै मेन मान्छेहरू चाहिँ त्यस्तो धेरै छैनन् कि यो सबै बाहिरबाट आएकोहरू नै मैले देख्छु कि घरबाट अलिक टाढा जाऊ होइन अब कतिपय केटीहरूको के हुन्छ भने तपाईँको घरबाट निक्लिँदाखेरि पुरा फुल छोपिने लामो प्यान्ट होइन ठुलो टी सर्ट ओभरसाइज टी सर्ट लामो ड्रेस लगाएर आउँछ होइन अनि ब्यागमा चाहिँ चेन्ज गर्ने कपडाहरू हुन्छ कि होइन अनि आएर त्यहाँ छुट्टै हुन्छ सो मैले भन्न खोजेको कुरा लेक साइडकै मान्छेकोबाट स्टार्ट भएको होइन त्यो होइन लेक साइडको वरिपरि बस्नुभएको पोखराको वरिपरि हुनुभएको युवा जमातहरू पनि मिक्स हुनुभएको कारणले सायद अलि बढी नै देखेको जस्तै त्यसले चाहिँ त्यहीँको लोकलहरूलाई त केही आर्थिक रूपमा चाहिँ राम्रो भए पनि व्यावसायिक रूपमा राम्रो भए पनि सांस्कृतिक रूपमा त त्यहाँको मान्छेहरूलाई चाहिँ त्यो परिवर्तनको चेताउनलाई त समय लाग्यो त होला नि त केही समय अझै पनि त्यस्तै छन् भन्नुहुन्छ नि त तपाईँले होइन अफकोर्स अन्त जस्तै तपाईँ अब आमा बनिसके पछाडि हजुर त्यो लेक साइडमै हुर्काइरहनु भएको छ त्यो छोरीलाई हजुर त्यो छोरीलाई कस्तो खालको चाहिँ उ दिने त नि शिक्षा दिने संस्कार दिने भन्ने बारेमा त तपाईँलाई एकदम धेरै चाहिँ कन्सियस हुनुहुन्छ नि त अहिले त्यसको बारेमा त म एकदमै कन्सियस छु होइन अनि अब यो त अब सबैलाई थाहा भएकै कुरा हो छोराछोरीले कस्तो संस्कार सिक्ने होइन कस्तो आनी बानी सिक्ने भन्ने कुरा त त्यो हाम्रो परिवारबाटै स्टार्ट हुन्छ नि त घरबाटै स्टार्ट हुन्छ किनभने पहिलो स्कुल नै घर हो होइन अब पढाइ लेखाइ गर्नको लागि स्कुलमा जान्छन् साथीहरू भेटिन्छन् टिचरहरू हुन्छन् त्यो छुट्टै खालको शिक्षा भयो तर कस्तो खालको अब मेरो छोरीलाई कस्तो खालको भ्याल्युज मैले होइन इन्स्टिल गर्छु होइन कस्तो खालको व्यक्ति बनाउनलाई सेप गर्ने भन्ने कुरा त मबाटै स्टार्ट हुन्छ घरबाटै स्टार्ट हुन्छ अब घरमा त हाम्रो त्यस्तो हुँदैन होइन कसैको पनि घरमा त्यस्तो हुँदैन होला आफूभन्दा ठुलो मान्छेहरू पनि हुनुहुन्छ वरिपरि समाज पनि हुन्छ होइन सिम्पल लाइफ हम्बल लाइफस्टाइल डाउन टु अर्थ होइन मैले गर्न सकेको मेरो अब आमा भए पनि मेरो चाहिँ छोरी छ छोरा भएको भए चाहिँ अलिकति चिन्ता कम हुन्थ्यो होला होइन छोरी भएपछि चाहिँ होइन है मैले मेरो छोरीलाई अहिलेबाट यसरी सिकाउनुपर्छ भन्ने चाहिँ मेरो घरबाट आफैबाट स्टार्ट हुने भएको हुनाले अब ऊ बाहिर गएर उसले के देख्छ होइन ऊ बाहिर गएर अब कस्तो खालको वातावरणमा भिज्छ होइन त्यो कुरा चाहिँ मेरो छोरीले बुझेर ह्यान्डल गर्न सकोस् के होइन अब ट्रेन्ड आयो लहर आयो भन्दैमा हरेक वेभमा त्यही माथि त्यही जाने होइन त्यस्तो त कुनै समय आउला रे जवानीमा होइन तर मेरो कोसिस भनेको चाहिँ आफूलाई बुझोस् होइन राम्रो नराम्रो के हो आफैले औलाउन सकोस् र भोलि अब त्यस्तै क्षणहरू आएछन् भने भोलि मम्मी यो के हो कस्तो हो भनेर ऊ मसँग आएछ भने मैले अब सही मार्गदर्शन गर्न सकूँ होइन सो फर्स्ट स्कुल इज द होम सो बाहिर त के हुन्छ कस्तो खालको मान्छेहरू आउँछ त्यो चाहिँ मेरो कन्ट्रोलको बाहिर होस् भयो कि ओके अब हामी आजको र एउटा मेन टपिकमा चाहिँ छिर्छौँ हुन्छ भइहाल्छ तपाईँको जुन फ्यामिली बिजनेस हजुर जुन प्याराग्लाइडिङ
देखि लिएर जो टुरिज्म सम्बन्धी भनौँ न त्यो चाहिँ फ्यामिली बिजनेस थियो एडभेन्चर टुरिज्म भनौँ न अझै विशेष गरी त्यो फ्यामिली बिजनेस थियो हुन त अहिले अब यो टाइटललाई तपाईँले कसरी चाहिँ लिनुहुन्छ त्यो तपाईँले तर मलाई लाग्यो कि मलाई पहिलोपटक सुन्ने बित्तिकै नेपालमा पहिलोपटक प्याराग्लाइडिङ उडाएको उहाँ दिदीले हो नि प्याराग्लाइड गरेको उहाँले चाहिँ महिलाहरूमा होइन महिलाहरूमा छोरी मान्छेमा विशेष भनौँ न त्यो मैले जब सुने नि सुनिसके पछाडि हाम्रो चेलीहरू साहसी छन् है गर्छन् है अहिले त धेरै हुनुहुन्छ तर पहिलो भने चाहिँ पहिलो हो नि त होइन अनि त्यो भएको भएर त्यो गर्छु भनेर चाहिँ हुन त अब बिजनेस नै त्यही भएको आधारले पनि तपाईँलाई त्यो आँट तागत त्यो देखिरहेर आएको होला तर त्योभन्दा अगाडि यस्तो गर्छु यसरी हुन्छ भन्ने केही त्यस्तो सोच थियो र त्यो सिनारियो के थियो मलाई त्यो बुझाइदिनु न त्यो चाहिँ के भयो भने मलाई के लाग्छ भने नेपाली महिलाहरू धेरैजना धेरै नै साहसी हुनुहुन्छ है अब मलाई चाहिँ के भयो भने मेरो बुवाले नेपालको पहिलो प्याराग्लाइडिङ कम्पनी सुरु गर्नुभयो है अब त्यति बेला तपाईँको 1998-1999तिरको समय थियो कि उहाँले चाहिँ उहाँको चाहिँ पहिला एउटा ट्रेकिङ कम्पनी थियो अनि त्यही ट्रेकिङहरू अर्गनाइज गर्ने क्रममा चाहिँ एकजना विदेशी नागरिक ब्रिटिस मान्छेसँग भेट भयो अनि साथी हुनुभयो अनि नेपालमा केही नयाँ कुरा सुरु गर्ने भन्दाखेरि प्याराग्लाइडिङ सुरु गर्नको लागि हाम्रो भौगोलिक जुन बनावट छ नि एकदमै उपयुक्त भएको हुनाले सुरु गरौँ न भनेर उहाँहरूले सुरु गर्नुभयो अनि मेरो बुवाले त्यो गर्दाखेरि त्यो टपिक यति नयाँ थियो कि उहाँले मन्त्रालयमा होइन नेपाल काठमाडौँमै जानु पर्यो काठमाडौँमा गएर दर्ता गर्ने क्रममा मेरो बुवालाई 3 देखि 6 वर्ष लाग्यो कि जस्ट दर्ता मात्रै गर्नलाई किनभने त्यो एकदमै नयाँ टपिक थियो जो पनि मन्त्रीहरू अनि त्यसपछि सचिवहरू हुनुहुन्थ्यो नि त्यति बेलामा उहाँहरूको सोचाइमा चाहिँ के रहेछ भने प्याराग्लाइडर भनेको चाहिँ एयरक्राफ्ट नै होला यसको इन्जिन कता छ होइन यसको फ्युल कता जान्छ कति क्यापासिटी छ उहाँहरूलाई केही पनि थाहा थिएन कि त्यस्तो नयाँ कन्सेप्ट थियो होइन अनि त्यस्तो नयाँ कन्सेप्ट थियो अनि लकिली म चाहिँ मेरो परिवारमा जन्मेँ होइन सो मलाई अपर्च्युनिटी आयो के अनि मेरो बुवाले कम्पनी खडा गरेर एज अ बिजनेस स्टार्ट गर्ने बेलामा चाहिँ मेरो जुन दाइ हुनुहुन्छ मेरो ठुलो दाइ उहाँहरूले नेपालको फर्स्ट पाइलट है मेरो दाइहरूले गर्न थाल्नुभयो मेरो दाइको नाम राजेश बमजन अनि नेपालको पहिलो प्याराग्लाइडिङ पाइलट चाहिँ मेरो दाइ हुनुहुन्छ है अनि दाइहरूले गर्न थालेपछि र त्यो कम्पनीमा म कस्तो थियो भने मेरो जिन्दगी म बिहान उठेर अफिस सफा गर्थेँ होइन झाडु लगाउने अब पुछ्ने फोन उठाउने फोन आयो भने पक्नु चाहिँ म बाबालाई बोलाइदिन्छु दाइलाई बोलाइदिन्छु भन्ने होइन अनि होमवर्क गऱ्यो अनि स्कुल गयो स्कुलबाट फर्केपछि फेरि अफिसमै आयो खाजा खायो होइन सघाउँथेँ कि अनि सो दाइहरूले गर्ने अनि त्यसपछि त्यही क्रममा चाहिँ विदेशबाट धेरै विदेशी पाइलटहरू पनि आउनुभयो होइन अनि त्यो सधैँ सुनिराखेको देखिराखेको कुरा भयो अनि मलाई तिमी प्याराग्लाइडिङ गर्ने हो भन्दाखेरि चाहिँ उहाँहरूले पनि गरिराख्ने होइन त्यसको सेफ्टी अब त्यसको प्रोटोकल के हो सबै मैले सुनिराखेको भएर चाहिँ मलाई चाहिँ त्यस्तो अनौठो फिल भएन कि किनभने दाइहरूले गरिराख्नु भएको छ भने मैले पनि किन गर्न नसक्ने अरू अब विदेशबाट त महिला पाइलटहरू पनि आउँथे होइन उनीहरूले गर्न सक्छन् भने मैले पनि किन गर्न नसक्ने भन्ने त्यो उत्साह के एउटा सपोर्ट सिस्टम भयो त्यही भएर इन्सपायर पनि भयो अनि म अलि धेरै सानै थिएँ त्यति बेला त्यो बेलामा चाहिँ अलिक बढी नै आँटी भइन्छ नि त होइन ओके समथिङ न्यू लेट मी डु इट यु नो वाइ नट भन्ने हुन्छ नि त त्यही भएको कारणले चाहिँ मैले त्यो अपर्च्युनिटी पाएर म पहिलो महिला भएँ होइन तर पहिलो महिला चाहिँ के हुन्छ भने प्याराग्लाइडिङमा तपाईँको सोलो प्लस ट्यान्डम भन्ने हुन्छ कि सोलो भनेको हजुरको तपाईँ एक्लैले ग्लाइडर उडाउने अनि ट्यान्डम भनेको तपाईँले एज अ सोलो पाइलट सर्टन 100 आवर्स होइन आकाशमा उडिसकेर एउटा सर्टन लेभल पास गरेपछि अर्को प्यासेन्जर लिएर उड्नेलाई चाहिँ ट्यान्डम भनिन्छ कि त्यसमा म पहिलो भएँ मेरो दाइसँग नै गएँ म होइन अनि त्यसपछि चाहिँ ल अब एज अ प्यासेन्जर त गयो अब एज अ पाइलट पनि सिक्नु पऱ्यो भन्दाखेरि एक्चुली मैले सिक्ने बेलामा मेरो भाउजू पनि हुनुहुन्थ्यो उहाँ अझै पनि हुनुहुन्छ
ट्यान्डम पाइलट हुनुहुन्छ प्रोफेसनल होइन मेरो भाउजू त्रिषा श्रेष्ठ अनि प्रतिभा भुर्जेल भन्ने एउटा अर्को बहिनी हुनुहुन्छ लेक साइडको होइन प्रतिभा मेरो भाउजू अनि म हामीहरू मिलेर चाहिँ त्यति बेला सँगै नै प्याराग्लाइडिङ सिक्यौँ कि सो यो कथा चाहिँ त्यसरी स्टार्ट भएको हो त्यही भएर मलाई लाग्छ त्यो सायद देखिरहेको सुनिरहेको टपिक भएको कारणले चाहिँ मैले मौका पाएँ चान्स पाएँ अनि तपाईँको लागि त फ्यामिली बिजनेस र देखिरहेको सबै तपाईँले भने आधारले हजुर तपाईँलाई सहज भयो गर्ने भइरहेको हुन्छ त भने जस्तो भयो तर ऱ्यान्डम मान्छे अरू कोही मान्छेको लागि त त्यो त अलिकति फरक थियो नि त हो एकदमै फरक थियो एकदमै फरक हो नि त अनि जो कोहीले आएर झ्यापै त्यो बुझ्ने पनि थिएन सरल रूपमा बुझ्ने थिएन आकाशमा एउटा यस्तोमा अडिन्छ पहिला पहिला त हामीले देखेको मान्छेले छातामा अडिन्छन् छातामा नयाँ कन्सेप्ट भयो नयाँ कन्सेप्ट थियो तपाईँको लागि चाहिँ त्यो भयो कति समयसम्म गर्नुभयो त्यो तपाईँले मैले यस्तो थियो मेरो बुवाले सुरु गरेपछि चाहिँ मैले मेरो बुवाको कम्पनी चलाउँथेँ होइन मैले अफिसको काम सबै गर्ने होइन कागजको कामहरू फाइनेन्सहरू पाइलट्सहरू सबै गर्थेँ त्यो चाहिँ धेरै वर्ष गरियो अनि फ्लाइङ चाहिँ खासमा भन्यो भने प्याराग्लाइडिङ सोलो पाइलट भएपछि म चाहिँ धेरै आकाशमा चाहिँ म उडिनँ कि किनभने मैले अफिस चलाउने चाहिँ मेरो मेन अब रेस्पोन्सिबिलिटी थियो नि त त्यही भएको कारणले अब म आफै उड्नलाई चाहिँ म कहिलेकाहीँ समय मिल्दाखेरि जान्थेँ तर धेरै जस्तो समय चाहिँ मेरो काम चाहिँ त्यही पाइलटहरू अरेन्ज गर्ने प्यासेन्जरहरू अरेन्ज गर्ने होइन कोअर्डिनेट गर्ने त्यस्तो हुन्थ्यो हजुर सो जति मैले गर्न सक्थेँ मैले त्यति फ्लाइटहरू चाहिँ मैले गरिनँ अनि पछि चाहिँ अब आमा भइयो त्यसपछि चाहिँ अब डिफ्रेन्ट स्टोरी छुट्टै कथा सुरु भयो जस्तै आकाशमा उड्दाको केही त्यस्तो फर्स्ट टाइम उड्दाको त्यो अनुभव त्यस्तो केही छ फर्स्ट टाइम उड्दा अनुभव कस्तो भयो भनेर सोध्नुभयो एकदमै एक्साइटिङ नि तपाईँको अब प्याराग्लाइडर कस्तो हुन्छ भने टोटली हावामा भर परेर एकैछिन रोकेर एउटा प्रसङ्ग राख्छु अनि त्यहाँबाट तपाईँले अझ मलाई यो यसरी बुझ्नु कोही मान्छे सामान्यतया बाइक नै चढ्यो भने सामान्य स्कुटर चढेको मान्छे अलि अग्लो बाइक चढ्यो भने थोरै हाइटमा जाँदा होइन अनि सामान्य ट्याक्सी चढेको मान्छे अलि ठुलो गाडी चढ्दाखेरि होइन अझ गाडीको माथि नै बसेर हेऱ्यो भने त्यो मान्छेलाई फुरफुर उड्ने यत्तिकै चाहना हुन्छ तपाईँ त साँच्चीकै उड्नु भएको अलि अग्लो बाइक चढाएर हिँड्यो भने सानो बाइकहरू देख्दा म अग्लोमा छु है भने जस्तो फिल आउँछ नि त मान्छे अब त तपाईँ भुइँछोड त्यो आकाशमा उडिरहनु भएको थियो क्या त्यो फिल चाहिँ मेन चाहिँ के हो त्यो फिलिङ्स कस्तो हुँदो रहेछ भन्ने हो कि एकदमै रमाइलो अनि एकदमै लिबरेटिङ किनभने तपाईँ एक्चुली चरा जसरी नै हावामा उड्नु भएको छ क्या होइन त्यो प्याराग्लाइडर चाहिँ एउटा मात्रै त्यस्तो इक्विपमेन्ट हो होइन जसको बनावट हामीले चाहिँ हावालाई एज एन इन्जिन युज गरेर आकाशमा फ्लोट हुने यो डिजाइन भएको नै त्यो जुन जसरी चराहरूको पखेटा छरिएर त्यो हावाको लेयर्सहरूलाई युज गरेर एज अ लेभरेज युज गरेर उड्छ नि सेम त्यही नै हो कि सो मलाई चाहिँ त्यो क्षण याद गर्दा चाहिँ अझै पनि याद छ होइन एकदम रमाइलो खुसी होइन अनि एकदमै फ्री भयो जस्तो कि म त चरा हो आज किनभने अब त्यसमा नोइज छैन इन्जिन छैन होइन अनि म चाहेको दिशामा जान सकेको छु आफूले चाहेको दिशामा तर हावा सँगसँगै हावाको वेग कताबाट आएको छ होइन हावाको फ्लो कुन डिरेक्सनबाट आएको छ किनभने त्यो कुरा चाहिँ एकदमै याद गर्नुपर्छ कि त्यो सँगसँगै हावा सँगसँगै अब है तालमेल मिलाउँदै उड्नुपर्छ सो एकदमै रमाइलो एकदमै अविस्मरणीय होइन अनि एक्साइटिङ पनि थियो कि त्यो टाइम चाहिँ भर्खर याद आयो फ्ल्यासब्याक जस्तो भयो कि ठ्याक्क तर अलिकति ढुकढुक पनि हुन्छ है सुरुमा तर के कुराले हेल्प गर्यो भने म फर्स्ट टाइम उड्दाखेरि चाहिँ म मेरो दाइसँग उडेँ होइन अनि पछि मैले सोलो फ्लाइट गर्दाखेरि चाहिँ कस्तो हुन्छ भने हामीले कोर्स गरेको थियौँ कि 9 डेजको कोर्स हुन्छ हामीले चाहिँ ग्राउन्डबाटै त्यो ग्लाइडरलाई कसरी ह्यान्डल गर्ने होइन त्यसको अब ब्रेक कहाँ हुन्छ त्यसको गियर कहाँ हुन्छ त्यो सबै हुन्छ कि त्यस्तै खालको त्यो सबै कुरा सिकेर थ्योरी क्लास पनि गरेर पहिला ग्राउन्डबाट नै दुःख गर्दै मेहनत गर्दै सानो हिलबाट प्र्याक्टिस गर्दा बल्ल हामी सारङ्गकोटबाट उड्न पाउँथ्यौँ कि
त्यही भएको कारणले चाहिँ त्यो एक्लै उठ्दाखेरि चाहिँ तपाईँको रमाइलो प्लस अलिकति नर्भसनेस पनि थियो कि नर्भसनेस पनि थियो। कुनै त्यस्तो वितृष्ण लागेको वर्स्ट मोमेन्ट त्यस्तो हुन्छ नि? त्यो पनि छ मेरो। के थियो भने मैले कोर्स गर्ने क्रममा इयर चाहिँ मलाई एक्ज्याक्टली याद भएन है, यस्तै 2008-2009 हो कि। तिहारको भोलिपल्ट बिहान म हाम्रो त्यति बेला एकजना फ्रेन्च इन्स्ट्रक्टर हुनुहुन्थ्यो हार्वे भन्ने होइन, उहाँसँगै कोर्सकै स्टुडेन्टहरूसँग फ्लाइट गर्न गएको थिएँ सारङकोटबाट होइन। अनि के भयो भने तिहारको भोलिपल्टको दिन थियो। नर्मली हामी सारङकोटबाट टेक अफ गर्छौँ अनि यो लेक साइडमा जहाँ अहिले वाटर फ्रन्ट रिजोर्ट छ नि त्यो चाहिँ हाम्रो ल्यान्डिङ स्पट थियो कि। हजुर। अनि त्यो होटेलहरू केही पनि थिएन नि त त्यति बेला होइन। अनि त्यहाँ चाहिँ ग्लाइडर प्याकिङ गर्ने भाइहरू धेरै हुन्थे कि त्यति बेला। अब 2-4 पैसा पनि कमाइन्छ होइन, अब त्यो रोजगारको आधार पनि भएको थियो कि धेरै भाइहरूलाई त्यहाँ होइन। अनि के भयो भने मैले टेक अफ गरेँ अनि बिहानको समयमा विन्ड एकदमै स्टेबल हुन्छ कि। हामीलाई चाहिँ विन्ड कन्डिसन पिकअप गर्नलाई चाहिँ घाम चाहिन्छ, घामले चाहिँ ऊर्जा प्रोभाइड गर्छ। हावा अलिकति तातो हुन थालेपछि बल्ल त्यो एयर करेन्ट्सहरू डेभलप हुन्छ कि। सो म 9 बजीतिर टेक अफ गरेको थिएँ होइन। अनि के भयो भने ल्यान्डिङ जाने बेलामा मेरो ग्लाइडर ओभरसुट भयो कि। ओभरसुट भएर म तालतिर मोडिएँ। अनि मेरो दिमाग कहाँ थियो त्यति बेला है थाहा भएन। अब तिहारको भोलिपल्ट थियो, अब अगाडि दिनमा हामी हल्का पार्टी सार्टी गर्न गएको होइन, वाइन साइन खाएको, अलिकति ह्याङओभर पनि भइरहेको थियो कि मलाई। अनि म तालमा ओभरसुट भइरहेको थिएँ। अनि मलाई चाहिँ मैले धेरै सोचिनँ कि, किनभने क्विक थिङ्किङ हुनुपर्छ नि त होइन। मलाई त पौडी खेल्न आउँछ, तालमा गए पनि भ्यालै भएन, आई नो हाउ टु स्विम भन्ने भयो कि। नर्मली तपाईँको ल्यान्डिङ एरिया मिस भएर तपाईँ पानीको सतह माथि जानुहुन्छ भने त्यो जुन हार्नेस हुन्छ नि, किनभने सिक्योर हुनु पऱ्यो नि त, हार्नेसलाई अनबकल गरेर हार्नेसबाट बाहिर निक्लिहाल्नु पर्ने, सो द्याट यु आर फ्री टु स्विम होइन। मेरो ध्यान त्यता गएन, म हार्नेसमै बाँधिरहेको थिएँ, तालमा म खसेँ होइन। अनि तालमा खसेपछि के भयो भने म त्यो हार्नेस पनि बाङ्गियो होइन, त्यो अनि खोल्न मिलेन। अनि के भयो भने स्ट्रगल गर्दा गर्दा त्यो ग्लाइडरको लाइन पनि मेरो खुट्टामा बेरियो कि। अनि म पानीको तल गएँ होइन। अनि म स्विमिङ गर्न जान्ने मान्छे भए पनि के भयो भने त्यो मैले हार्नेस अलिकति ठुलो युज गरेको थिएँ, यहाँ माथिसम्म आउँथ्यो कि, त्यसले मेरो टाउकोलाई पानी तल थिच्यो होइन। अनि मलाई सास फेर्न गाह्रो हुन थाल्यो कि। अनि अब नर्मली जहिले पनि टिम रेडी हुन्छ ल्यान्डिङमा होइन, त्यस्तो देख्यो भन्ने बित्तिकै तपाईँको बोट लिएर ल्यान्डिङमा बसेको मान्छेहरू गएर निकालिहाल्छ कि। त्यस्तो धेरैपल्ट पनि भएको छ होइन। देयर इज अलवेज अ रेस्क्यु टिम होइन। तर त्यो बिहान चाहिँ कोही पनि हुनुहुन्थेन होइन। सो म डुब्न थालेँ होइन। एक्चुअली मेरो सेकेन्ड लाइफ हो कि त्यसपछि, किनभने मेरो आधा कन्सियसनेस चाहिँ गइसकेको थियो। अनि मैले चाहिँ स्ट्रगल गर्न छोडिदिइसकेको थिएँ कि। आज मेरो दिन आज यही रहेछ, ओके आई विल स्टप स्ट्रगलिङ, आई लेट गो भनेर मैले लेट गो गर्न थालिसकेको थिएँ, किनभने मलाई होस नै थिएन है। अनि मैले लेट गो गरिसकेको थिएँ। अनि त्यसपछि त कताबाट मलाई एकजनाले यस्तरी माथि तान्यो कि। अनि एकजना माझी दाइ नै भनौँ न होइन, उहाँहरूको घर नजिकै रहेछ, घरबाट देख्नु भयो रहेछ मलाई। अनि उहाँले देखेर चाहिँ छिटो आएर मलाई तान्नु भएको रहेछ कि। यदि उहाँ 1 मिनट ढिलो आउनुभएको भए त्यो मेरो अन्तिम दिन नै हुन्थ्यो कि। हजुर, त्यो मेरो अन्तिम दिन हुन्थ्यो। दिमागले त्यो बेलामा कति क्विक सोध्दो रहेछ, के कुराहरू आउँदो रहेछ त्यो क्षणमा। जस्तै कहिलेकाहीँ हुन्छ नि त, जस्तै सामान्यतया बाइक पल्टिनुभन्दा अगाडि पनि हामी कति कुरा सोच्न पाउँछौँ नि त। स्कुटर पल्टिनुभन्दा अगाडि होइन, झ्याप्प अगाडि केही आउँदाखेरि हुन्छ नि त हामी धेरै कुराहरू। त्यो समयमा त्यो शून्यतामा दिमाग कति धेरै चल्थ्यो त्यो शून्य समयमा? त्यो शून्य समयमा चाहिँ के भएको थियो भने म चाहिँ नम्ब भइसकेको थिएँ कि, किनभने मलाई त्यो सफोकेसन भइरहेको थियो नि त। अब त्योभन्दा पहिला त म अलर्ट नै थिएँ होइन। सो अब कताबाट मिल्छ, कताबाट यो जेलिएको धागोलाई निकालेर अब कुन साइडमा ट्विस्ट गरेर निक्लिने, कसरी उम्किने भन्ने
त मैले ट्राई गरेँ होइन तर मेरो टाउको नै हार्नेसले पानी मुनि थिचेर मलाई सास फेर्न गाह्रो भइसकेपछि चाहिँ म आधा अनकन्सियस स्टेटमा पुगिसकेको थिएँ कि त्यही भएर चाहिँ दिमागले चाहिँ काम गर्नै छोडेर होला सायद मैले लाइक लेट गो गरेको त्यसपछि निकालेपछि चाहिँ म सकमा गएँ है म बोल्न पनि सकिनँ कि बोल्नै सकिनँ सकमै गएँ म मोबाइल फोन होइन पैसा यताउता रेडियो लिएर उड्नुपर्छ नि त रेडियो मोबाइल फोन सबै भिजिसकेको थियो म चाहिँ साइडमै सकमा भएँ म बोल्नै सकिनँ फर अ फ्यु आवर्स अनि 1 महिनासम्म त ट्रमा नै भयो कि राति पनि झस्किने बसिराख्दा पनि झस्किने त्यस्तो भयो म सपनामा नि खसेको देख्नु खस्यो होइन झस्किराख्ने सो मेरो लागि चाहिँ द्याट वाज द स्केरी मोमेन्ट ब्याड मोमेन्ट है अनि कुरा चाहिँ फेरि यसलाई अब किनभने हामी अन एयर छौँ होइन एडभेन्चर स्पोर्ट्स हो अहिले पनि प्याराग्लाइडिङ इज वान अफ द मोस्ट इम्पोर्टेन्ट हाइलाइट्स अफ एडभेन्चर टुरिज्म इन नेपाल होइन अहिले त पोखरा तपाईँको प्याराग्लाइडिङले पनि त चिनाएको छ नि त पोखरालाई एउटा हाम्रो एउटा गहना नै हो नि त होइन त्यही भएर नेगेटिभली नजाम त्यो दिनमा चाहिँ के भयो भने मेरो केयरलेसनेसले मेरो आफ्नै केयरलेसनेसले किनभने इमर्जेन्सी सिचुएसनमा के गर्ने भनेर चाहिँ हामीलाई सिकाएको हुन्छ कि इमर्जेन्सी सिचुएसनमा हामीले के गरेर त्यो इमर्जेन्सीलाई डाइभर्ट गरेर सेफ हुनुपर्छ भनेर त्यो सबै सिकेको हुन्छ होइन मेरो दिमाग चाहिँ त्यो बिहान अलि चलेको थिएन त्यो हार्नेस नै अनबकल गरिनँ कि मैले बिकज म ओभर कन्फिडेन्ट भएँ कि मलाई स्विमिङ गर्न आउँछ अब बाल्यकाल त अब फेवाताल नै मेरो प्लेग्राउन्ड थियो नि त सानोमा त स्कुलबाट सकिने बित्तिकै सानो सानो हुँदा झोलासोला फाल्यो सिधै तालमा हो कि स्कुल जानुभन्दा अगाडि पनि तालमै हो कि अब त्यो प्लेग्राउन्ड अनि सानोमै स्विमिङ गर्न सिकेको केही हुन्न भनेर गएँ अनि त्यस्तो भयो तर युजुअली प्याराग्लाइडिङ चाहिँ एकदमै सेफ हुन्छ तपाईँको बाटोमा मोटरसाइकल होइन तपाईँको हिँड्दा पनि जति अनसेफ हुन्छ नि त्योभन्दा पनि बेसी चाहिँ प्याराग्लाइडिङ सेफ हुन्छ कि आकाशमा हामी उड्दाखेरि अब कहिलेकाहीँ घटनाहरू दुर्घटनाहरू भएको सुन्छौँ नि हामीले त्यो चाहिँ धेरै जस्तो चाहिँ अब कतिपय कुरा त अब अफकोर्स होइन आउट अफ हाम्रो हात हुन्छ आउट अफ आवर कन्ट्रोल हुन्छ तर धेरै कुराहरू चाहिँ मान्छेको आफ्नै केयरलेसनेसले पनि भएको पछि हामीले धेरै घटनाहरू देख्यौँ कि हजुर हजुर पछिल्लो समय अघिल्लो झन् वर्षको घटना हो क्या सायद फुल टिप्दाखेरि केही घटना भनौँ न त्यो पनि फरक सिनारियो रह्यो नि एक्ज्याक्टली त्यो त तपाईँको टिकटक भिडियो बनाउँदाखेरि होइन फुल लिएर टिकटक भिडियो बनाउन जाँदाखेरिको हो नि त त्यो चाहिँ एकदमै केयरलेसनेस नै अननेसेसरी तपाईँ पौडिन जाने छु भनेर लगाएर त्यही हार्नेसले थिचे जस्तै उसले मजाले उडाउँछ म फुल टिप्छु मैले गरिरहेको हो ओभर कन्फिडेन्ट हुँदाखेरि उनीहरू पनि भएको करिब घटना त्यस्तै नै हो एक्ज्याक्टली होइन यसरी तपाईँ आकाशमा उडिरहेको मान्छे र राम्रो नराम्रो घटना त भइरहन्छन् हामी हरेक दिन खानै बनाउँदा त कहिले राम्रो कहिले नराम्रो हात पोल्छ कहिलेकाहीँ तपाईँको होइन कहिले त्यसले उछिटेर पुरै फोकै कहिले हात काट्छ होइन त्यही त त्यो त नर्मल नै भइहाल्यो हरेक काममा रिस्क चाहिँ छँदैछ होइन त्यो मात्र होइन अब हाम्रा अझै पनि ग्रामीण भेगमा घाँस लिन जाँदा पानी लिँदा जाँदा लडेर चाहिँ घाइते भएका मृत्युवरण गरिरहेका घटनाहरू त छन् भनिसके पछाडि यो त एडभेन्चरस नामै चाहिँ अब साहसिक गेम हो होइन अनि टुरिज्म पनि त्यही हो त्यो अनुसारले गर्दाखेरि पनि हुने सम्भावना चाहिँ रहन्छ अब मैले चाहिँ तपाईँलाई लिन खोजिरहेको यो तपाईँ यसरी उडेर एउटा चाहिँ यसरी गरिरहेको मान्छे एकाएक तपाईँलाई चाहिँ कसरी फलामो चाल्न मन लाग्यो क्या दिदी अब मलाई यो चिज चाहियो क्या तपाईँको यो सिनारियो चाहियो कि आकाशमा उडेको होइन आकाशमा उडेको मान्छेलाई धरती बोक्न मन किन लाग्यो धरतीमा म कसरी फलामो चाल्न थाल्यो भन्ने अफकोर्स है यस्तो ट्रान्जिसन यस्तो ड्रास्टिक चेन्जेस कसरी भन्ने त्यसको पछाडि पनि कथा नै छ कि प्लिज है हामी सुन्छौँ हामी अब ओपनली भन्छु नि त म होइन किनभने हामी सबै साधारण अर्डिनरी मान्छेहरू नै हो लाइफमा हुने कुराहरू नै हो कि के भयो भने कसरी भयो भने यो मेरो छोरी जन्मेपछि चाहिँ तपाईँको मेरो छोरी 2 महिनाको हुँदाखेरि भुइँचालो गयो कि है अनि त्यहाँपछि अर्को पाटो छ कि एक्चुअली यो विषयमा चाहिँ हाम्रो समाजमा कुरा नै हुँदैन है यो विषयलाई कसैले पनि मैले यता कतै सेलिब्रिटीहरू अनि होइन त्यस्तै बाहिर विदेशमा बस्नु भएको
चेलीबेटीहरूबाट मेन्सन भएको अहिले चाहिँ सुन्छु, तर त्यति बेला चाहिँ थिएन कि। त्यो के हो भने महिलाहरूलाई चाहिँ प्रेग्नेन्सीमा र इभन आफ्टर डेलिभरिङ अ किड हाम्रो शरीरमा एकदमै धेरै हार्मोनल चेन्जेसहरू हुन्छ कि। तपाईँको बच्चा पेटमा हुँदाखेरि पनि तपाईँको हर्मोन्स टोटली चेन्ज हुन्छ। त्यो बच्चा बाहिर निस्केपछि चाहिँ हामीमा एकदमै धेरै फ्लक्चुएसन्स आउँदो रहेछ, जसको कारणले गर्दा चाहिँ धेरै महिलाहरूलाई पोस्टपार्टम एङ्जाइटी, पोस्टपार्टम डिप्रेसन होइन त्यसको समस्या हुँदो रहेछ कि। पोस्टपार्टम म्याटर्निटी ब्लुज। एक्ज्याक्टली। अनि यो कुराले गर्दाखेरि होइन यति धेरै असर परेको हुँदो रहेछ कि लाइक मलाई त्यति बेला याद आयो कि मैले चाहिँ अलि सानै हुँदाखेरि कि अब सुत्केरी भइसकेपछि कि महिलाहरू त्यो टाउकोमा कि कपडा बाँधेर होइन कपालमा पछ्यौराले बाँधेर पटुका लाएर बस्नुहुन्थ्यो होइन। अनि धेरै जस्तो सबैजना एकदमै स्याड देखिनुहुन्थ्यो कि, एकदमै स्याड देखिनुहुन्थ्यो कि। अनि हाम्रोमा के छ भने महिलाहरूले आफूभित्रको भावनाहरू आफूलाई के भइरहेछ, के फिल भइरहेछ त्यो भन्नु भनेको चाहिँ गलत हो। छोरी मान्छे भएपछि चाहिँ सबै कुरा सहनुपर्छ भन्ने एउटा होइन टक्सिक कल्चरमा हुर्किएको हो नि त हामी। अनि मैले जहिले पनि सोच्थेँ कि बच्चा पाएपछि किन आइमाईहरू यस्तो स्याड देखिनुहुन्छ, किन त्यस्तो हुन्छ भनेर मैले सोच्थेँ कि। अनि आफूलाई परेपछि बल्ल मैले बुझेँ कि यो पोस्टपार्टम डिप्रेसन, एङ्जाइटी होइन बेबी ब्लुज भन्ने हुँदो रहेछ र कतिको सिभियर हुँदो रहेछ भन्ने कुरा चाहिँ मलाई परेपछि मैले बल्ल बुझेँ कि। अनि त्यो पछि चाहिँ मलाई त्यो भइरहेको थियो कि एकदमै एङ्जाइटी हुन्थ्यो। अनि त्यसपछि भुइँचालो पनि आयो। अब त्यस्तो नाजुक अवस्थामा छु, छोरी 2 महिनाको मात्रै छ होइन। अब के भयो भने आफ्टर सक्सहरू कति धेरै आयो नि होइन। अनि त्यति बेला म मात्रै होइन होला कि, मेरो विचारमा धेरै जस्तो नेपालीहरूलाई त्यसपछि चाहिँ PTSDको प्रब्लम भयो होला कि होइन, पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर के होइन। सो के भयो भने म सुत्नै नसक्ने, खालि डराउने कि। अनि मैले आफूलाई प्रश्न गर्थेँ कि म त त्यस्तो साहसी मान्छे, स्कुलमा हुँदा पनि एकदमै निडर होइन, एकदमै हट्टी मान्छे, बोल्न पनि नडराउने, केही झ्याप्पै गर्न पनि नडराउने होइन। अब सानो हुँदाखेरि पनि के अब तपाईँको 10 वर्षको उमेरमा मैले एक्लैले डुङ्गा वारपार गर्थेँ कि। त्यो 24 फुटे डुङ्गा हुन्थ्यो हाम्रो, एक्लै चलाएर फेवातालको बिचमा लान्थेँ, पौडी खेल्थेँ होइन, हामी तालपारी जान्थ्यौँ, अनि औसेलु टिप्ने त्यस्तोहरू गर्थेँ कि। म डराउने थिइनँ कि। अनि मैले सोच्थेँ आई क्यान डु एनिथिङ इन लाइफ कि होइन। त्यस्तो मान्छेले मैले यो प्रब्लमलाई किन होइन डिल गर्न सकिरहेको छैन, मलाई किन जति विल पावर होइन सङ्कलन गरेर म ठिक हुन्छु भन्दा पनि मलाई किन हुन सकिरहेको छैन भनेर मैले आफूलाई सोच्थेँ क्या। अनि त्यसपछि चाहिँ यति समस्या भयो कि म त घरबाट बाहिर निस्किन पनि नसक्ने भएँ कि, डराउने कि। म घरबाट निस्केँ भने ओहो फेरि भुइँचालो आयो अथवा के भयो नि, मेरो बच्चा सानो छ होइन, म टाइममा आउन सक्छु कि सक्दिनँ होइन, त्यस्तो भयो कि। अनि मेरो परिवारको मान्छेहरूले पनि धेरै चिन्ता गर्नुभयो होइन, सुत्नै नसक्ने, डराएको छ, तर केही रिजन नै छैन, एभ्रिथिङ इज फाइन होइन। अनि त्यसपछि चाहिँ म फिस्टल हस्पिटलमा एउटा राम्रो न्युरो डक्टर हुनुहुन्छ, उहाँकोमा जानु भने होइन। अनि त्यहाँ गएँ कि। अनि उहाँले तपाईँलाई के भयो भनेर मलाई सोध्नुभयो। म चाहिँ आँखाबाट आँसु कि, बोल्न पाएन, आँखाबाट आँसु। अनि उहाँले सोध्नुभयो तपाईँ कति सुत्नुहुन्छ होइन। मलाई फर्स्ट अफ अल एउटा कुरा भन्नु, तपाईँ कति सुत्नुहुन्छ होइन। म राम्रोसँग सुत्दिनँ होइन, अब बच्चा सानो थियो, दुध खुवाउनलाई उठाउनु पर्छ, अनि 2 घन्टा 3 घन्टा भन्दा म सुत्न सक्दिनँ भनेर भने। अनि के भन्नु नि, तपाईँ सुत्नुहोस्, तपाईँको मेन कुरा यो औषधि लेखिदिन्छु म होइन, तपाईँ 2-3 दिन मजाले सुत्नुहोस् अनि मलाई भेट्न आउनुहोस् भन्नुभयो कि। अनि भनेको मतलब गोइङ ब्याक टु द ओरिजिनल थिङ होइन। मैले किन फलाम उचाल्न थालेँ भन्दाखेरि अब समयसँगै अब आमा पनि भयो। अनि त्यो जुन आमा भएपछि महिलाहरूलाई जुन समस्या हुन्छ त्यसको विषयमा हाम्रो समाजमा, हाम्रो देशमा होइन कुनै पनि बुदाहरू छैनन् कि। यो पनि एउटा इस्यु, मेन्टल इस्यु, हेल्थ इस्यु हुन्छ। यसले गर्दाखेरि आमाको हेल्थमा अनि
परिवारमै पर्यो नि त त्यो त होइन, बुझेको हुँदो रहेछ कि। अनि डक्टरले चाहिँ मलाई औषधि लेखिदिनु भयो। औषधि चाहिँ तपाईँको एन्टी डिप्रेसन नै लेखिदिनु भयो कि, किनभने एङ्जाइटीको लागि र डिप्रेसनको लागि एउटै हुने रहेछ। अनि त्यसले चाहिँ के गर्दो रहेछ भने म मजाले सुत्ने कि, मजाले सुत्ने, काम हुने, मजाले खायो होइन। त्यसपछि चाहिँ त्यो आत्तिने डराउने प्रब्लमहरू चाहिँ बन्द भयो। अनि मैले भने त्यस्तो डेयरिङ ब्रेभ मान्छेलाई यस्तो पनि हुँदो रहेछ। अनि यो विषयले मलाई एकदमै सोच्न बाध्य बनाइदियो कि, किनभने मेरो आँखाको वरिपरि चाहिँ के घुम्न थाल्यो भने म वरिपरिका महिलाहरू होइन, मेरो साथीहरू, मेरो अब भनौँ न आन्टीहरू होइन, भाउजूहरू, बुहारीहरू होइन, मेरो समाजमा भएको अरू आमाहरू के लाइफ चेन्ज हुन्छ नि त। अनि फेरि हामीमा चाहिँ के छ भने हामीले चाहिँ आफूले आफूलाई भन्दा सबैभन्दा पहिला आफ्नो जिम्मेवारीहरू, आफ्नो परिवार होइन प्रतिको ड्युटीलाई अगाडि राख्छौँ नि त। तर हामी नै अब हेल्थी छैनौँ, खुसी छैनौँ भने कसरी सम्हालेर राख्ने परिवारलाई होइन। सो एक्सपेक्टेसन्स चाहिँ एकदमै धेरै भयो। हाम्रो माथि राखिएको जुन एक्सपेक्टेसन्सहरू तल हामी एकदमै निसासिएर यति हराएछौँ कि मलाई परेपछि चाहिँ मलाई होइन। ठिकै छ, अब करियर एक ठाउँमा छ होइन, तपाईँको करियर एक ठाउँमा छ, आफ्ना महत्त्वाकांक्षाहरू एक ठाउँमा छन्, अब आफूलाई चिन्ने होइन, आफूलाई चिनाउने कार्यहरू क्रियाकलापहरू एक ठाउँमा छन् होइन। तर सबैभन्दा ठुलो धन के रहेछ त नि होइन, स्वास्थ्य नै रहेछ। स्वास्थ्य भन्नाले हाम्रो शरीर मात्रैको कुरा गरेको होइन कि, हाम्रो मानसिक स्वास्थ्य, हामी मनभित्रको सन्तुलन होइन, त्यो सबै कुराको इम्पोर्टेन्स चाहिँ मैले बिस्तारै बुझ्न थालेँ कि। अनि त्यसपछि के भयो भने मैले डक्टरले प्रेस्क्राइब गर्नुभएको औषधि खाइरहन्थेँ, 2 वर्षसम्म खाएँ, छोरी 2 वर्ष हुँदासम्म पनि कि। त्यसले चाहिँ एकदमै चिल होइन, चिल बनाइदिने, तर कस्तो हुँदो रहेछ भने नम्ब गरिदिने कि। अब कति कुराहरू मलाई याद पनि छैन कि, कति इम्पोर्टेन्ट कुराहरू बिर्सिहाल्ने, किनभने म त ड्रग्ड अवस्थामा छु नि त। अनि मलाई के फिल हुन थाल्यो भने म जिन्दगीभरि यसरी यो पिल खाएर म बस्न चाहन्न, किनभने म त्यस्तो रोगी पनि होइन होइन। म त भर्खरै अब त्यति बेला अब 32-33 वर्षको होइन, छोरी पनि सानो छ। अहिलेबाट यसरी एभ्री नाइट होइन डक्टरले दिएको औषधि नखाइकन म नर्मल हुँदैन भने त पछि त यो औषधिले नै मलाई साइड इफेक्ट गर्छ नि त होइन। अनि म त्यस्तो मान्छे, मेरो लाइफमा यस्तो युटर्न भयो कि होइन, लाइमलाइटमा भएको मान्छे होइन, लाइमलाइटमा भएको मान्छे, म घरमै बच्चा मात्रै हेरिरहेको छु होइन। अब खाना बनाउने खुसी थिएँ, तर म त्यति बेला पनि होइन, मैले आमाको रोललाई एकदमै सिरियसली लिएको थिएँ कि, खुसी थिएँ कि। तर युटर्न नै भयो, अब कस्तो मान्छे कस्तो भएँ। सो कसरी अब आकाशमा उडेको मान्छे फलाम उचाल्नतिर लाग्नु भयो भने मलाई के फिल भयो भने म एउटा आमा भएपछि मैले मेरो बच्चालाई राम्रोसँग हुर्काउने हो, मेरो परिवारलाई सम्हालेर राख्ने हो भने मेरो फिजिकल हेल्थ, मेरो मेन्टल हेल्थ, मेरो इमोसनल हेल्थ एकदमै मैले फोर फ्रन्टमा राखेर आई निड टु वर्क अन माई वेल बिङ भन्ने भयो कि। अनि मैले त्यो औषधि छोड्नलाई जिम जोइन गर्छु भने होइन, किनभने जिम गएपछि तपाईँ पनि जिममा गइराख्ने मान्छे होइन, तपाईँलाई पनि थाहा हुन्छ, पसिना बगाउनुपर्छ, मेहनत गर्नुपर्छ होइन। अब ब्लड फ्लो हुन्छ नि त, के अरे अक्सिजन फ्लो हुन्छ नि त ब्लड स्ट्रिमबाट दिमागमा होइन। अनि शरीर पनि थाकेको हुन्छ, थाकेपछि अब मिठो निन्द्रा पनि आउँछ, अब माइन्ड पनि काम हुन्छ। अनि त्यही भएको कारणले मैले जिम जोइन गरेँ। अनि जिममा सुरुमा त अब वेट लस पनि गर्ने, किनभने मोटो पनि भइसकेको थिएँ होइन, वेट लस गर्ने, अनि बिस्तारै त्यो मेडिसिनलाई विन गर्ने भनेर पर्सनल ट्रेनर राखेर मैले सुपरभिजनमा गरेँ होइन। अनि त्यसपछि गर्दा गर्दै के भयो भने मलाई मेरो त्यति बेलाको ट्रेनरले मलाई वेट लिफ्टिङ सेक्सनमा लानुभयो। अनि कार्डियो टाइपको एक्सर्साइजहरू गर्दा त एकदमै मन पर्थेन नि त, गाह्रो हुन्छ, रमाइलो पनि नहुने, अब करले जान्थेँ म होइन। अनि लिफ्टिङ गर्न थालेपछि त कस्तो रमाइलो लाग्यो कि, मलाई त एकदम रमाइलो फिल भयो कि। अनि म चाहिँ एभरेज मान्छेहरूभन्दा अलिकति बलियो पनि रहेछु भन्ने पनि मलाई त्यति बेला नै फिल भयो। अनि के भयो भने मलाई एकदमै रमाइलो हुन थाल्यो। अनि त्यो गर्न थालेपछि जिम जान पनि सजिलो भयो।
अनि जुन म हराए थिएँ नि त्यो इन्टरभलमा बेबी भएर पोस्टपार्टम ब्लुज भएपछि बिस्तारै पहिला जस्तै नर्मल आउन थालेँ कि म अनि के भयो भने त्यति बेला 2019मा स्पोर्ट्स क्यासलमा एउटा त्यहाँ दाइहरूले पावर लिफ्टिङ कम्पिटिसन गर्नुभएको रहेछ होइन अनि जिमबाटै हामी हेर्न गयौँ अनि म पनि पहिला चाहिँ कम्पिट चाहिँ गर्छु भनेको थिएँ ट्राई गरौँ न त रमाइलोको लागि कस्तो हुन्छ भनेर किनभने मेरो ढाडमा चाहिँ एउटा डिस्क बल्ज भइरहेको थियो कि अनि डक्टरले चाहिँ तपाईँले 100भन्दा तलकै किलो 60, 70, 80भन्दा बेसी उचाल्न मिल्दैन तपाईँको यो मेरुदण्डमा प्रब्लम छ भनेर भन्नुभएको थियो कि अनि दुखाइ पनि हुन्थ्यो अनि म हेर्न गएँ अनि हेर्दा हेर्दै रमाइलो भयो अनि महिलाहरूको पार्टिसिपेसन चाहिँ एकदमै थोरै थियो पुरुषहरू धेरै हुनुहुन्थ्यो कि अनि ल रमाइलो हुन्छ अनुभव पनि हुन्छ गरौँ न त भनेर मैले चप्पल लाएर गएको थिएँ होइन मसँगै गएको साथीको जुत्ता बरो गरेँ होइन अनि लुगा पनि बरो गरेर पार्टिसिपेट गरेको अब धेरै पार्टिसिपेन्ट्स हुनुहुन्थेन मैले जति उचालेँ त्यति उचालेर पनि म थर्ड भएँ कि अनि मलाई कस्तो भयो भने आई लभ दिस होइन मलाई आई लभ दिस होइन अब पहिल्यैबाट अलिकति एडभेन्चरस स्ट्रिक भएको मान्छे अनि मलाई चाहिँ नयाँ नयाँ कुराहरू नयाँ कुरा सिक्न नयाँ एक्सपिरियन्सहरूतिर एकदमै ओपन भएको मान्छे के लाइक आई लाइक टु इभल्भ विथ टाइम होइन आइ एम ओपन टु न्यू एक्सपिरियन्सेस होइन अनि मलाई त केही जस्तो पनि लागेन कि ओके आई लभ दिस आम गन डु दिस भन्ने भयो अनि त्यसपछि बिस्तारै आफूलाई एजुकेट पनि गर्न थालेँ त्यसको विषयमा अनि लकिली एकदमै राम्रो कोच पनि भेटिएँ कि र म जहाँसम्म जुन अहिले नेसनल लेभलको प्लेयर अब इन्टरनेसनल लेभलकै ट्रेनिङमा छु नि त म त जस्तै कि म नेपालबाट बाहिर गएँ भने ममा त्यो खालको क्वालिफिकेसन छ कि लाइक त्यो खालको लेभलमा पुगिसकेँ कि म बाहिर गएर पनि इजिली कम्पिट गर्न सक्छु होइन सो मलाई यहाँसम्म मोल्ड गराउन सक्ने एकदमै राम्रो गुरु भेटेँ मैले अनि उहाँ गुरुकै सुपरभिजनमा अब प्रोग्रामहरू मैले फलो गर्न थालेँ होइन अनि गुरुको नाम मेन्सन गरिदिउँ मेरो गुरु हुनुहुन्छ टाइसन मोक्तान उहाँ चाहिँ नेपालको पावर लिफ्टिङ आई थिङ्क मैले मेरो बुवा पायोनियर भन्थेँ नि उहाँ पनि त्यस्तै व्यक्तिमा पढ्नुहुन्छ कि उहाँले यो स्पोर्ट्सलाई विकास गर्नलाई प्रवर्धन गर्न अनि राम्रो खेलाडीहरू उत्पादन गर्नलाई पनि धेरै ठुलो योगदान गर्नुभएको छ उहाँ आफै एउटा टप एथलिट पनि हुनुहुन्छ इनफ्याक्ट हिजो मात्रै उहाँ कोरिया जानुभएको छ कोरियामा वर्ल्ड पावर लिफ्टिङ वर्ल्डको टप हरेक कन्ट्रीको सबभन्दा टप एथलिट्स छानिएर अनि हुन लागेको गेम आइपिएफ अन्डर इन्टरनेसनल पावर लिफ्टिङ फेडरेसन होइन अन्डर द्याट फेडरेसन हुन लागिरहेको वर्ल्ड कम्पिटिसन हुँदैछ उहाँ अहिले कोरिया जानुभएको छ नेपाललाई प्रतिनिधित्व गर्नलाई नेपालबाट है सो उहाँलाई भेटेँ अनि म एउटा राम्रो एथलिट हुन्छु होइन भनेर मलाई पनि भित्रैबाट एउटा आँट आयो जाँगर आयो होइन एउटा प्यासन डेभलप भयो अनि त्यो मेरो नर्थ स्टार भनेको वाट एभर लाइट्स यु अप के होइन सो वाट एभर लाइट्स यु अप मलाई चाहिँ कहिले पनि म आमा हो म छोरी मान्छे हो होइन म यो जेनेरेसनबाट आएको फिमेल हो यसले मलाई रोक्नुपर्छ भन्ने भएन कि अफकोर्स त्यति बेला अब प्रश्नहरू त खडा भए होइन आलोचनाहरू पनि धेरै आए होइन अब कति क्षणमा चाहिँ म रुँदै पनि जिममा पनि जानु पर्यो होइन त्यस्तो क्षणहरू पनि आए तर आफूलाई एकदमै मन परेको होइन त्यो गर्दाखेरि मलाई एकदमै हेल्प भएको कारणले चाहिँ मैले चाहिँ जान छोडिनँ सो लाइक अब भनौँ न अब समयको खेल जिन्दगीको खेल भन्नु पऱ्यो त्यसलाई चाहिँ जुन यो चेन्जेस जति कुरा तपाईँले गर्नुभयो नि जुन के अरे पोस्ट म्याटर्निटीमा जुन चाहिँ तपाईँको प्रब्लम मैले केही कुरा रिलेट गर्छु म किनकि रिसेन्टली मैले पनि त्यो कुराहरू चाहिँ देखेको छु र मेरो श्रीमतीलाई पनि केही कुराहरू देखेको छु मैले उनलाई योबाट बाहिर ल्याउनको लागि उनलाई त्यो हुँदै होइन भन्ने जस्तो बनाएर मैले धेरै कोसिस गरेको यो बारेमा चाहिँ एकपटक अलिकति एक्सपर्ट तरिकाले नै कुरा गर्नुपर्ने देखिन्छ सबै मान्छेलाई मैले पनि त्यो कुरा हेरेको छु किनकि मेरो श्रीमती त बच्चा भइसके पछाडि जसलाई देखे पनि रुने भएको थिइन् क्या होइन त्योभन्दा अगाडि पनि एकदम
उसलाई चाहिँ उकुस मुकुस हुने केही कुरा नि नभन्ने क्या होइन बच्चाहरू अब हुने बेला भएको छ त्यो बेलामा उकुस मुकुस हुने केही नभन्ने नबोल्ने मैले चाहिँ अब त रिलेट गरिरहेको छु तर मैले उसलाई चाहिँ फिलै गराएको छु त कसैलाई त बिरामी छस् भन्यो भने त त्यसको झन् अर्को पीडा हो नि त तँलाई केही भएकै छैन होइन यो बेलामा गाह्रै हुन्छ भनेर पार्नुपर्ने रहेछ मैले चाहिँ त्योबाट निकाल्न यो बेलामा गाह्रै हुन्छ बुढी यो बेलामा गाह्रै हुन्छ सजिलै बच्चाहरू हुँदैनन् बच्चाको लागि चाहिँ एकदम गाह्रो हुन्छ भनी मैले उनलाई चाहिँ त्यसरी मोटिभेट गरेँ होइन अनि पछि चाहिँ तपाईँलाई भने जस्तै तिमी सुत भनेर लाग्यो डक्टरले चाहिँ सुताइदिए पछाडि त्यसपछि बल्ल बिस्तारै ठिक हुँदै आयो त्यसको धेरै चरणहरू छन् मैले कुरा गर्न थाल्यो भने फेरि अर्कोतिर मोडिन्छ आज हामीले जुन विषयमा कुरा गरिरहेका छौँ र त्यो स्टेजलाई पार गरेर जुन आज चाहिँ गरिरहनु भएको छ नि त्यस पछाडि तपाईँले जुन अहिले जुन एचिभ गरिरहनु भएको छ नि त्यसमा चाहिँ हामी पनि एउटा गौरवान्वित छौँ कि हामी पनि एउटा गौरव गर्छ हाम्रो यस्तो गरिरहनु भएको छ है राम्रो गरिरहनु भएको छ त्यसकै आधारले नै हो आज पोडकास्टमा छौँ हामी यसरी कुरा गर्न पाइरहेका छौँ कसैले अघि नै मैले सुरुमै भनेको थिएँ नि त 30-35 पछाडि मान्छेले चाहिँ करियर सिद्धियो अब म सक्दिनँ भनेर बसिरहेको बेलामा तपाईँ चाहिँ एउटा इन्टरनेसनली गेम खेल्नको लागि चाहिँ तपाईँ आफूलाई रेडी बनाइरहनु भएको छ होइन गरिरहनु भएको छ जस्तै त्यस पछाडि यहाँ खेले पछाडि तपाईँ त्यस पछाडि फेरि बाहिर गएर पनि त गर्नुभयो नि बाहिर चाहिँ म गइनँ म जानुपर्ने हो होइन एक्चुली त्यो म जुन गेममा जानुपर्ने थियो नि त्यो चाहिँ लास्ट विक मात्रै भएको श्रीलङ्कामा है अनि कारणवश म जान सकिनँ तर त्योभन्दा पहिला अगस्टमा एउटा गेम भएको थियो काठमाडौँमा साउथ इस्ट एसियन कन्ट्रीको खेलाडीहरूलाई निम्त्याएर NYFCले अर्गनाइज गरेको एउटा गेम भएको थियो अनि त्यसमा चाहिँ हामी मेडल जित्नेहरू चाहिँ सबैजना अटोमेटिकली सेलेक्ट हुनुभएको थियो श्रीलङ्कामा भइराखेको यो वर्ल्ड फेरि यो अर्को फेडरेसन हो अघि नै मैले किनभने अघि नै वर्ल्ड पावर लिफ्टिङ भने नि यो चाहिँ यसलाई चाहिँ वर्ल्ड पावर लिफ्टिङ नै भन्छ यो चाहिँ वर्ल्ड पावर लिफ्टिङ फेडरेसन अनि मेरो गुरु जानुभएको चाहिँ IPF त्यो चाहिँ अर्कै संस्था हो अनि जहाँसम्म मैले सुनेको हो यो वर्ल्ड पावर लिफ्टिङ चाहिँ तपाईँको IPFकै छाता संस्था हो अरे कि यो पछि उहाँहरू छुट्टिएर अर्को व्यक्तिले गर्नुभएको सो एनिवे अस्ति भर्खर भयो त्यो गेम म जानुपर्ने म जान सकिनँ तर म नगए पनि तपाईँले सायद सुन्नुभयो कि भएन सुन्नुभयो होला किनभने हाम्रो नेपाली खेलाडीहरूले एकदमै राम्रो गर्नुभयो 20वटा गोल्ड मेडल 20वटा हो कि 22वटा हो थोरै होइन नि त्यो होइन हाम्रो नेपालको पावर लिफ्टर्सहरूले 20-22वटा गोल्ड मेडल अनि सिल्भर मेडल तपाईँको 6वटा हो कि 8वटा हो कि अलि त्योभन्दा धेरै नै होला जस्ट जानुभएको 90% भन्दा बेसीले चाहिँ मेडल लिएरै आउनुभएको हो कि होइन सो त्यो गेममा म जानुपर्ने म गइनँ तर केही छैन होइन किनभने त्यस्ता प्लेटफर्महरू र अपर्च्युनिटीहरू त मैले गरिन्जेलसम्म अब अझै कति आउला होइन अब सधैँ जान मिल्दैन कारणवश अब परिवार पनि छ होइन यसको अर्थ त्यहाँ केही राजनीतिक थियो अब त्यो होइन मेरो चोइस होइन मैले नै म जाँदिनँ भनेर भने होइन मैले नै जाँदिनँ भने म त्यति बेला अब धेरै कुराहरू थियो होइन अब मैले अरू कुरा किन भन्न चाहिनँ भने म चाहिँ आफूले बोलेको शब्दहरूबाट कति पावरफुल हुन्छ हाम्रो प्रोजेक्सन्स भन्ने कुरा मलाई राम्रोसँग थाहा छ कि अनि मैले जुन मेरो लाइफको स्टोरी भन्दै आएको छु नि म चाहिँ समाज परिवर्तनमा तपाईँ हामीहरूको होइन जिम्मेवारी कस्तो छ कति गर्न सकिन्छ र हामीले बोलेको कुरा र कार्यबाट कस्तो खालको इम्प्याक्टहरू आउँछन् भन्ने कुराप्रति एकदमै सजग व्यक्ति हुँ कि होइन अनि स्पेसली स्पोर्ट्स सिनारियोमा स्पोर्ट्सलाई नै अगाडि ल्याउँछु भनेर गर्ने व्यक्तिहरू एकदमै कमै हुनुहुन्छ किनभने सरकारी तहबाट चाहिँ अब तपाईँलाई पनि थाहा छ होइन अघि भर्खर पनि हामीले एकजना दाइलाई भेट्यौँ बाहिर होइन सरकारी लेभलबाट त एकदमै कम अन्डरस्ट्यान्डिङ एकदमै कम के भन्छ कमिटमेन्ट होइन छैन नि त सो आम नागरिकले नै गरिराखेको हुनुहुन्छ होइन अनि
त्यसमा हामी पनि पढ्छौँ अनि म चाहिँ लाइक यसले गर्दाखेरि चाहिँ मलाई यस्तो राम्रो भयो होइन अब अहिले त तपाईँ किनभने स्पोर्ट्सलाई जति प्राथमिकता दिनुपर्ने हो दिएको छैन नि त अनि जति पहिले नि गर्नुभएको छ उहाँहरूले राम्रै काम गर्नुभएको छ कि त्यही भएर चाहिँ अब कमी कमजोरी जहाँ पनि हुन्छन् होइन कमी कमजोरी तपाईँको जुन फिल्डमा जुन संस्थामा होइन जुनसुकै ठाउँमा पनि हुन्छ होइन सो म चाहिँ त्यो नेगेटिभ कुराहरूलाई हाइलाइट गर्न चाहन्न राम्रो कुराहरूलाई नै अगाडि राखेर किनभने अब अनियर पनि छौँ धेरैजनाले सुन्नुहुन्छ होइन त्यो त सानातिना कुराहरू भए है अब कुरा के हो भने म अझै पनि ट्रेन गर्दैछु अब छिट्टै ट्रेनिङ अब उमेरको कुरा गर्ने हो भने कि होइन किनभने अब मभन्दा धेरै यङ भाइ बहिनीहरू छ नि त होइन अब टिनेजबाटै स्टार्ट गर्ने इन देयर अर्ली 20s होइन ओर अन्डर 30s अ लिटल बिट ओभर 30sकोहरू धेरै हुनुहुन्छ नि त किनभने यसले एकदमै असर पार्दो रहेछ कि हाम्रो रिकभरी अनि हाम्रो पर्फर्मेन्समा जस्तो कि मलाई अब म गएर अब हिजो फलाम उचालेछु भने मजाले बेसकरी उचालेको छु भने मलाई रिकभरी हुँदैन छिट्टै होइन यङ भाइ बहिनीहरू छिटो हुन्छ अरे होइन अनि कस्तो हुन्छ अरे भने तपाईँको पिकिङ गर्ने एउटा विन्डो हुन्छ अरे कि पावर लिफ्टिङमा अनि कसैको चाहिँ तपाईँको 45-50सम्म ओर अप टु 55 भनेको मतलब जति उमेर भयो त्यति गाह्रो हुँदैछ अरे कि अनि मलाई चाहिँ अहिले लागेको कुरा चाहिँ जतिसुकै गाह्रो भए पनि आई विल कन्टिन्यू एज लङ एज आई क्यान होइन सो समय अझै बाँकी छ जिन्दगी अझै लामो छ होइन अब सास भइन्जेलसम्म आँस हुन्छ भन्ने कुरा सुनिन्छ है त्यही भएको कारणले अब गर्दै जाउँ अब बाटोहरू खुली नै रहन्छन् होइन अनि मलाई के लाग्छ भने अब मलाई हेरेर त्यसरी नै फलाम उचाल्ने साथीहरू पनि हुनुहुन्छन् कि अब महिला साथीहरू र पुरुष साथीहरू पनि के सो आई जस्ट हेभ टु किप डुइङ वाट एभर आइ एम डुइङ अब अरू कुरा त अब फ्युचरमा अब एउटा फिक्स्ड पोइन्ट त कसले देखेको छ र होइन त्यही नै हो के अरे तपाईँ उता किन जानुभयो श्रीलङ्का किन जानु भएन श्रीलङ्का म सेलेक्ट भए पनि अब नजानुको कारण चाहिँ अब पर्सनल रिजन्स नै भनौँ होइन पर्सनल रिजन्स नै भनौँ तर म नगए पनि फेलो पावर लिफ्टर्सहरू जानुभयो होइन एकदमै इतिहास नै रच्नुभयो कि सके एकदमै अत्याधिक मात्रामा मेडल्सहरू प्राप्त भयो नेपाललाई होइन सो म नगए पनि जानुभएको साथीभाइ दिदीबहिनी दाजुभाइहरूले ल्याउनु भएकोमा चाहिँ म एकदमै खुसी छु गौरवान्वित छु भित्रैबाट किनभने यो पर्सनल म चाहिँ कम्पिटिटिभ खेलाडी भए पनि म चाहिँ अरूको खुसीमा पनि खुसी हुने खालको मान्छे हुँ कि अनि मलाई थाहा छ कति मेहनत गर्नुपर्छ कति आँसु बगाउनुपर्छ सबैको आफ्नो आफ्नो स्ट्रगल्सहरू छ नि त होइन आफ्नो स्ट्रगल्सलाई पनि ठाउँ दिएर सँगसँगै अब लाइफ अनि ट्रेनिङलाई पनि मिलाएर अब गभर्मेन्ट लेभलबाट त हाम्रो नेपालमा खेलाडीहरूलाई एकदमै थोरै मात्रै सपोर्ट हुँदा पनि अब पर्सनल लेभलमा उहाँहरूले सकेको गरेर जुन जानुभयो नि अनि त्यसमा नै म अहिलेलाई खुसी छु अनि अर्को कुरा पावर लिफ्टिङ भन्ने स्पोर्ट्स चाहिँ अहिले बिस्तारै विकसित हुँदैछ कि ओके मलाई अलिकति बुझाइदिनु मलाई भन्दा नि अब सर्वसाधारणले बुझ्ने गरेर भन्नु कि पावर लिफ्टिङमा हुन्छ कि त्यति कुरा बुझाइदिनु पावर लिफ्टिङ भनेको अब नेपालीमा चाहिँ भारोत्तोलन नै भन्छन् होइन अनि भारोत्तोलन भन्दाखेरि चाहिँ एउटा ओलम्पिक्समा पनि भएको एउटा लिफ्टिङ टाइप छ होइन अनि पावर लिफ्टिङमा चाहिँ हाम्रो के हुन्छ भने 3 टाइपको लिफ्टहरू हुन्छ कि मेन लिफ्ट एउटा चाहिँ स्क्वाट हुन्छ स्क्वाट भनेको तपाईँको ढाड पछाडि वेट राखेर होइन ढाडले सपोर्ट गरेर अब माथिदेखि तलबाट माथि जाने स्क्वाट्स भनिन्छ एउटा मुभमेन्ट है कम्पाउन्ड मुभमेन्ट उठबस कम्पाउन्ड मुभमेन्ट हो यो होइन अर्को हुन्छ तपाईँको डेड लिफ्ट भुइँमा भएको फ्लोरमा भएको वेटलाई चाहिँ हामीले उचालेर कम्मरसम्म लगाएर बडीलाई लक गर्ने होइन यो पनि कम्पाउन्ड लिफ्ट नै हो डेड लिफ्ट हुन्छ होइन अनि अर्को हुन्छ तपाईँको बेन्च प्रेस चाहिँ तपाईँको त्यो बेन्चमा उत्तानो परेर सुतेर होइन अनि त्यो वेटलाई चाहिँ यहाँ छातीसम्म ल्याएर टक्क यहाँ अडाएर अनि फेरि माथि पुस गर्ने कि यो चाहिँ 3वटा लिफ्टमा चाहिँ सबभन्दा टेक्निकल लिफ्ट बेन्च प्रेस हुन्छ किनभने सामान्य मान्छेको
अन्डरस्ट्यान्डिङमा के हुन्छ भने ओके फलाम उचाल्यो होइन अब फलाम उचाल्ने अनि फाल्ने त्यो होइन कि एकदमै टेक्निकल कुराहरू हुन्छ क्या त्यसमा किनभने तपाईँले टेक्निक नमिलाइकन गर्नुभयो भने इन्जरी हुन्छ होइन अब समस्याहरू आउँछन् टेक्निक एकदमै क्लिन टेक्निक सकेसम्म अब जति वेट धेरै हुन्छ त्यति टेक्निक क्लिन गर्नु चाहिँ गाह्रो हुन्छ होइन तर मेन कुरा चाहिँ त्यही हो अब डेडलिफ्ट स्क्वाड अनि बेन्च यो 3टा लिफ्टहरू हुन्छन् मेन लिफ्टमा पावर लिफ्टिङमा अनि हाम्रो कम्पिटिसन्सहरूमा चाहिँ के हुन्छ भने अब हाम्रो बडी वेट अनुसारको क्याटेगोरी हुन्छ कि जस्तै कि म अहिले 64 छु होइन तपाईँको वेट क्लासहरू स्टार्ट हुन्छ अप टु 52 kgs होइन 52 or under 53 होइन त्यसपछि 53बाट अब खेलाडीहरू छन् भने 57 or 58 अनि त्यसपछि 58 to 64 or 63 अनि 64 to तपाईँको 67 पनि हुन्छ विदेशमा अनि 67 to 72 अनि अनवर्ड्स के आफ्नो बडीको वेट अनुसार जति पनि खेलाडीहरू हुनुहुन्छ तिनीहरूमध्येमा सबैभन्दा हाइएस्ट टोटल कसको हुन्छ होइन उहाँ नै विनर हुन्छ कि त्यो हिसाबमा हुन्छ अनि 3टा लिफ्टको तपाईँको 3वटा अटेम्प्ट्स हुन्छ अब ओपनर अनि मिडल अनि फाइनल लिफ्ट हुन्छ अब त्यसमा तपाईँले अब आफ्नो पर्सनल बेस्ट कति गर्न सक्नुहुन्छ त्यसको आधारमा नै तपाईँको रिजल्ट्सहरू हुन्छ सो पावर लिफ्टिङ भनेको मेनली फन्डामेन्टली त्यही नै हो अब तर हामीले त्यसको लागि ट्रेनिङ गर्दाखेरि चाहिँ अब जिममा त्यसलाई सपोर्ट हुने खालको अरू एक्सर्साइजेसहरू के हुन्छ होइन त्यसमा पनि अब के हुन्छ भने अब यसरी ह्युमन एनाटमीलाई हेरेर निहालेर इभ्यालुएसन गर्ने हो भने चाहिँ हाम्रो के हुने रहेछ भने कसैको चाहिँ अप्पर बडी स्ट्रेङ्थ धेरै हुने रहेछ होइन कसैको चाहिँ लोवर बडी स्ट्रेङ्थ धेरै हुने रहेछ कि अनि हामीले चाहिँ सो हामीमा भएको कमजोर पार्ट के हो त होइन अब त्यसलाई अझै कसरी बलियो बनाउने त्यसलाई कसरी सपोर्ट गर्ने सो द्याट ओभरअल पर्फर्मेन्स चाहिँ राम्रो होस् होइन सो त्यो कुराहरूलाई विचार गरेर त्यही अनुसारको ट्रेनिङ प्लानहरू हुन्छ कि जिममा गएर जाँदाखेरि चाहिँ हामीले गर्ने चाहिँ त्यही नै हो सो अनि त्यो यसको लागि चाहिँ फेरि कस्तो हुन्छ भने तपाईँको 1 महिना 2 महिना गरेर हुने कुरा होइन कि हाम्रो वर्षभरि नै ट्रेनिङ हुन्छ अफ सिजन ट्रेनिङ अनि अन सिजन ट्रेनिङ भन्ने हुन्छ अफ सिजन भनेको चाहिँ तपाईँले अब फर इक्जाम्पल एउटा कम्पिटिसन हुँदैछ अरे होइन अब कम्पिटिसनको डेट फिक्स भयो अब फर इक्जाम्पल भनौँ फेब्रुअरीमा एउटा कम्पिटिसन हुँदैछ अरे होइन सो फेब्रुअरीमा कम्पिटिसन हुँदैछ भने तपाईँको हामीसँग कति महिना भयो 3 महिनै भनौँ न होइन 3 महिना नर्मली मेन ट्रेनिङ पिक कम्पिटिसनको लागि पिक गर्ने ट्रेनिङ 3 महिनाकै हुन्छ होइन तर त्योभन्दा पनि राम्रो हाम्रो अझै वर्षको अगाडितिर हाम्रो स्ट्रेङ्थ ब्लकहरू हुन्छन् हाइपरट्रफी ब्लकहरू हुन्छन् होइन त्यसरी ब्लकहरूको त्यो एउटा साइकल हुन्छ कि हामीले त्यसैलाई नै फलो गरेर वर्षभरि नै ट्रेनिङ गर्छौँ कि यो कम्पिटिसनमा जानको लागि अनि अब त्यसको लागि रेडी हुनलाई पनि अब धेरै कुराहरू मिलाउनु पर्छ होइन डायट प्लान एक्ज्याक्टली अब फेरि सबैतिर अब फेरि फलाम मात्रै उचालेर बसेर पनि भएन तपाईँको होइन व्यक्तिगत जिन्दगी पनि छ एक्ज्याक्टली धेरै कुराहरू मिलाउनु पर्यो पर्सनल लाइफ चाहिँ अब तपाईँले आफूले आफूलाई अबका केही वर्ष पछाडि हजुर आफूलाई कुन स्टेजमा देखिरहनु भएको छ जस्तै अब यो वेट लिफ्टिङमा होइन प्लस एज अ एउटा वुमन तपाईँले आफूलाई कहाँ देखिरहनु भएको छ के छ अब आउने दिनहरूमा चाहिँ म अहिले आएर म जहाँ छु नि म यस्तो ठाउँमा छु कि मैले अलिकति सेटिङहरू सेटअपहरू मिलाएँ भने मैले सिकेका कुराहरू मैले भोगेका कुराहरूलाई चाहिँ हाम्रो समाज विकासमा समाज निर्माणमा स्पेसली वुमेन एन्ड चिल्ड्रेन होइन वुमेन एन्ड चिल्ड्रेनलाई एज अ ओभरअल होइन पर्सन होइन ह्याप्पी हेल्थी वेल ब्यालेन्स्ड इमोसनली मेन्टली होइन त्यो रोल त्यो तत्त्व के हाम्रो समाज विकासमा कति इम्पोर्टेन्ट छ भनेर मैले देखिरहेको छु भोगिरहेको छु नि त सो मेरो तर्फबाट मैले के गर्न सक्छु त नि मैले के गर्न सक्छु होइन
अब मेरो लाइफमा त यति धेरै चेन्जेसहरू आयो होइन अनि म लकी छु म त्यो ठाउँमा छु जहाँ बसेर मैले ट्रेनिङ पनि गर्न सक्छु मैले कम्पिट पनि गर्न सक्छु होइन र रिच पनि छ मेरो आवाजलाई अलिकति समाजको अलि धेरै कुनाहरूमा लगेर होइन उहाँहरूलाई सम्झाउन बुझाउन किनभने नयाँ कन्सेप्ट हो नि त होइन अब जस्तो कि सुरुमा के थियो भने महिलाहरू जिम गयो भने तपाईँको केटा हेर्न गएको हो होइन जिममा केटाहरू मात्रै हुन्थ्यो नि त अब जिम जाने मान्छेलाई सामान्यतया स्टुपिड भनिन्थ्यो कि होइन मसल्स मात्रै छ दिमाग छैन काम छैन के गरेको होइन काम गर पढ किन जिम जाने जिम जाने भनेको टाइम पासको लागि हो यो काम नपाएकोहरू दिमाग नभएकाहरू जाने भन्ने हुन्थ्यो नि त अनि हामी महिला अब मलाई मात्रै होइन कि लाइक मेरो साथीहरूलाई सुन्नु परेको कुरा अरे के जिम गयो केटा हेर्न गयो अरे फोटो खिच्ने सेल्फी खिच्ने टिकटक बनाउने अब केटाले केटी भेट्ने केटीले केटा भेट्ने होइन हेर्ने त्यस्तो खालको नराम्रो एउटा पर्सेप्सन के त्यो चाहिँ कस्तो मान्छेहरूमा भने जो चाहिँ ओपन हुनुहुन्न होइन एकदमै आफ्नै वेजमा स्टक हुनुहुन्छ नि होइन त्यस्तो खालको थिङ्किङ छ यो चाहिँ चेन्ज हुनुपर्छ कि किनभने मलाई के लाग्छ भने समाजमा विकृतिहरू देख्छौँ नि हामीले यो विकृति किन भएको हो भने मान्छेले आफूलाई रेगुलेट गर्न नसकेर आफ्नो फिलिङ्सहरू होइन आफ्नो भावनाहरूलाई पोख्ने एउटा क्रिएटिभ आउटलेट नभेटेर फ्रस्ट्रेसन्सहरूलाई के हुन्छ नि फाल्ने एउटा आउटलेट नभेटेर अब ड्रग्स खाँदै हिँड्ने होइन अब बिग्रेर हिँड्ने खालको हुन्छ नि त अब केटाकेटी सबैमा हुन्छ कि एउटा होइन अनि अब स्कुल जाने बच्चाहरू स्पेसली स्कुल सकेर कलेज जाने बेलामा एकदमै भल्नरेबल देख्छु क्या मैले होइन अनि स्पेसली हामीले अघि पनि कुरा गऱ्यौँ पोस्टपार्टम इस्युजहरू महिलाहरूमा होइन अनि अब पोस्टपार्टम नै भएको महिलाहरूको लागि मात्रै होइन कि सबैको लागि व्यायाम होइन अनि आफूले आफ्नो लागि अलिकति समय निकालेर आफ्नो हेल्थ एन्ड वेलनेसलाई कुन ठाउँमा राख्नुपर्छ भनेको एकदम टप प्रायोरिटीमा राख्नुपर्ने कुरा रहेछ ठिकै छ पढाइ पनि गर्नुपर्छ काम पनि गर्नुपर्छ तर सँगसँगै you need to look after your well-being so that you can be a responsible and you can be a very aware individual in your household plus your society हैन अब इमेजिन गर्नु न हाम्रो सोसाइटीमा त्यस्तो खालको मान्छेले भरिएको छन् भने कति राम्रो हुन्थ्यो होला के विकृति पनि कम हुन्थ्यो खुशियाली पनि अलि बढी हुन्थ्यो होइन सो मैले देखेको म चाहिँ अब आउने दिनहरूमा मेरो तर्फबाट गर्न सक्ने कामहरू होइन र कार्यहरू के छन् होइन त्यो अवेरनेसमा नै र एज अ स्पोर्ट्स है एज अ प्याराग्लाइडर प्रिभियसली अनि अहिले एज अ पावर लिफ्टर यो स्पोर्ट्सलाई अलिकति प्रमोट गर्ने अब फिमेल खेलाडीहरू मैले होइन कसैलाई प्रोत्साहन गरेर सपोर्ट गरेर आउनुहुन्छ भने होइन गर्न सक्ने कामहरू गर्ने र सोसाइटीलाई गिभ ब्याक टु द सोसाइटी मेरो तर्फबाट हुने कामहरू ओके जस्तै अहिले तपाईँले जुन कुरा प्रसङ्ग उठाउनु भयो जिमको बारेमा यसको बारेमा हो सबै मान्छेहरू राम्रा छन् भन्न खोजिएको होइन र सबै नराम्रा छन् भन्न खोजिएको पनि होइन केही व्यक्तिहरूले सायद भेट्ने डेटिङ स्पोर्ट पनि बनाएका होला होला केही व्यक्तिहरूले तर केही व्यक्तिहरू त साँच्चीकै तपाईँ जस्तै आफ्नो जिन्दगीलाई बनाउन गएका पनि त होइन केही त्यो कस्तो हुन्छ भने चकचकीले गर्दाखेरि सबै चकचकीले गाली पाउँछ नि त केही चकचक गर्ने व्यक्तिहरूले गर्दाखेरि साँच्चीकै सिरियस भएर काम गरिरहेको मान्छेलाई त गाली पर्या हो नि त होइन समाजले प्रश्न उठाएको हो कुरा गरेको हो होइन बिङ्ग पार्ट मैले पनि जिम अब अघि पनि भने म आफै यो जिममा पछिल्लो 17-18 वर्षदेखि जिममै छु होइन मैले कहिले रेगुलर गर्छु कहिले गर्न भ्याउँदिनँ कामले कहाँ पुग्छ कहिले वर्षौँ हराउँछु फेरि ब्याक भएर आउँछु गर्छु तर मैले यसलाई चाहिँ के छ एज अ स्पोर्ट गरिरहेको छैन एज अ आफूलाई हेल्थ म चाहिँ जोस् म ठिक हुनुपर्छ है म चाहिँ जहाँ गएर पनि सर्भाइभ गर्न सक्ने चाहिँ ज्यान बनाएर बस्नुपर्छ है भन्ने आधारले म गरिरहेको छु होइन त्यसरी गर्छु र जुन तपाईँले आफूलाई चाहिँ त्यसैमा लगेर जुन तपाईँको त्यो एउटा क्षणलाई चाहिँ बिर्सनको लागि पनि आउनु भएको हो सुरुमा त होइन जो एउटा
अघि नै भनियो नि आकाशमा उडेको मान्छे धरतीमा चाहिँ फलाम उचाल्न आएको भनेर जुन हामीले अघि सुरुमै भन्यौँ नि त त्यो आधारले पनि हो र यति कुरा गरिरहँदाखेरि यो समाजमा रहेका महिलाहरूलाई एउटा महिला सशक्तिकरण सम्बन्धी चाहिँ सन्देश चाहिँ तपाईँ के दिन चाहनुहुन्छ? मेरो सन्देश भनेको के छ भने आफूले आफूमा विश्वास गर्नुहोस् के। सबैजनाले जिममा गएर फलाम उचाल्नै पर्दैन, उचाल्नु पर्छ भन्ने छैन होइन, या सबैजना आकाशमा प्याराग्लाइडरमा झुन्डेर उड्नुपर्छ भन्ने छैन होइन। त्यो चाहे जतिसुकै सानो होइन कुरा होस् कि, जतिसुकै इन्सिग्निफिकेन्ट लागोस् अथवा बाहिरको मान्छेले जज गर्ला कि भन्ने खालको एउटा डर हुन्छ नि। लाइक मसँग केही आइडिया छ, कुनै चिज मलाई मनपर्छ, त्यसमा आइएम गुड एट द्याट होइन, बट आइएम अफ्रेड टु फलो द्याट, किनभने आइएम अफ्रेड अफ बिङ जज्ड होइन, आइएम अफ्रेड अफ बिङ क्रिटिसाइज है। सो म के भन्छु भने चाहे जस्तो सुकै आइडिया होस्, जस्तो सुकै कुरा होस्, यदि तपाईँलाई अब योगा गर्न मनपर्छ, तपाईँलाई गार्डनमा होइन फुलहरू अब फलफुलहरू होइन लगाउनु मनपर्छ, या तपाईँलाई साइक्लिङ गर्न मनपर्छ, तपाईँलाई जुम्बा डान्स गर्न मन लाग्छ, जेसुकै होस् के, या तपाईँलाई आर्ट गर्नु मन लाग्छ, गीत गाउन मन लाग्छ कि अब कुरुस लिएर बुन्न मन लाग्छ, जेसुकै होस्, यदि कुनै कुराले तपाईँलाई होइन खुसी दिन्छ होइन ऊर्जा दिन्छ भने प्लिज फलो द्याट एन्ड डोन्ट एभर स्टप होइन। अनि हो अब लाइफमा अप्स एन्ड डाउन सबैको हुन्छ होइन, सधैँ एउटै कुरा एकै नासको जिन्दगी पनि हुँदैन। तर म के भन्छु भने नयाँ कुरा गर्नबाट नहिचकिचाउनुहोस् होइन, नयाँ कुरा गर्नबाट नहिचकिचाउनुहोस् र आफूले आफूमा विश्वास गर्नुहोस् होइन। अनि स्वच्छ मनले अनि सही विचार लिएर तपाईँ कुनै बाटोमा लाग्नु भएको छ भने भगवान्ले पनि होइन साथ दिनुहुन्छ के। एभ्रिथिङ अलाइन्स वेन यु फलो वाट लाइट्स यु अप। सो त्यही नै हो, आफूले आफूमा विश्वास राख्नुहोस् अनि तपाईँले आफ्नो लागि टाइम निकाल्नुहोस् प्लिज। आमा हुनुहुन्छ होइन, तपाईँ आमा हुनुहुन्छ, घरभरि 2-3वटा बच्चाहरू सानो सानो छन् होइन, अब हाउसवाइफ हुनुहुन्छ, दिदी बहिनी जोसुकै हुनुहुन्छ, प्लिज टेक टाइम आउट फर योर सेल्फ। अनि अघि नै मैले भनेको कुरा वाट एभर यु इन्जोय डुइङ होइन, प्लिज फाइन्ड 1 or 2 hours इन अ डे, दिनमा 1-2 घन्टा आफ्नो लागि निकाल्नुहोस् के। अनि त्यो सेल्फिस होइन कि, किनभने हामी मेसिन होइन नि त होइन, तपाईँ पनि मेसिन होइन, म पनि मेसिन होइन। छोरा मान्छेको आफ्नै रेस्पोन्सिबिलिटिज हुन्छ, छोरी मान्छेको आफ्नै रेस्पोन्सिबिलिटिज हुन्छ कि। त्यो भनेको हामीले आफूले आफूलाई बिर्सेर आफूले आफूलाई परित्याग गरेर होइन जस्ट आफ्नो ड्युटिजमा होइन मात्रै बाँधिएर बस्नुपर्छ भन्ने छैन कि। आफ्नो हेल्थ र वेलनेसलाई अगाडि राख्नुहोस्, तपाईँ आफू राम्रो हुनुहोस्, स्वास्थ्य हुनुहोस्, खुसी हुनुहोस् होइन। अनि तपाईँ जति सुखी हुनुहुन्छ र खुसी हुनुहुन्छ त्यति नै तपाईँले बाँड्न सक्नुहुन्छ कि। आफूले आफूलाई माया गर्नुहोस्, मेरो सन्देश चाहिँ। सुरुमा भन्नुभएको थियो कि एउटा शब्द, हजुर, हामीले हामीभन्दा धेरै अर्काको बारेमा धेरै सोच्यौँ, बाउको बारेमा सोच्यौँ, आमाको बारेमा सोच्यौँ होइन, अब छोराछोरीको बारेमा सोच्यौँ होइन, अब अरू को छन् परिवारमा, परिवारको बारेमा जब सोच्यौँ नि हामीलाई जिम्मेवारी थपिँदै गयो कि। अरूको जिम्मेवारी वहन गर्दा 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 आफूको हो त भन्ने कुरा बिर्सिएको पनि, आफै बिलाएको नि थाहा नहुने रहेछ कि होइन। त्यो मलाई त्यो पोइन्ट चाहिँ एकदम नोटेबल लाग्यो कि, किनकि कतिपय अवस्थामा अब जिम्मेवारी त हो नि, जस्तै मलाई पैसा कमाउनु छ, छोराछोरीलाई चाहिन्छ, बालाई यस्तो छ उसले, तिनीहरूको इज्जत गयो कि, तिनीहरूले भनेअनुसारले म खडा हुन सकिनँ कि, मेरो दिदीबहिनी यस्तो भयो कि, समाजले मलाई के भन्ला भन्दा भन्दा आफैले चाहिँ के भन्ने चाहिँ शब्द बाँकी नरहने हो कि एकदमै होइन। अघि जस्तै त्यो हामीले मेन्टल हेल्थको कुरा पनि गऱ्यौँ नि, तपाईँलाई एउटा रिसेन्टको एउटा घटना सेयर गर्छु कि। हुन त अब यहाँ फेरि होस्ट अलिक धेरै बोल्यो भन्ने पनि आउला फेरि होइन, तर सेयरिङ गर्नै मन लागेर चाहिँ भन्नुलाई। रिसेन्टली एकजना कपल हुँदो रहेछ, हजुर, उहाँहरूको बच्चा भएको रहेछ, विदेशमा नि त काम गर्नुपर्छ नि त, एभ्रिडे काम गर्नुपर्छ, आउनुपर्छ।
अब यहाँ गाउँमा पो बाआमा हुन्छन्, के अरे टोल छिमेकी हुन्छन्, आमाहरू आउँछन् होइन, छोरी के अरे केटीको आमा हुन्छन्, केटाको बाआमा हुन्छन्, दिदीबहिनी हुन्छन्, आउँछन्, हेरिदिन्छन्। विशेष गरी मलाई अझ पुरानो एउटा चिज एकदम धेरै मेन्सन गर्थेँ कि पहिला चाहिँ यदि दिदी सुत्केरी भयो भने गाउँमा बहिनीलाई पठाइदिन्थेँ कि दिदीलाई नछोड है, हेर है, तैँले हेर्नै पर्छ। त्यसको अपवाद स्वरूप भिनाजुले फेरि त्यही सालीलाई बिहा गर्ने पनि कतै देखियो। त्यो चाहिँ नराम्रो थियो, त्यो चाहिँ अलिकति स्वार्थीपना थियो, एउटा पक्ष थियो। तर त्यो दिदीको हेल्थको लागि चाहिँ केयर गर्नको लागि पठाइएको हुन्थ्यो नि त होइन, त्यो थियो होइन। अघि प्रसङ्गमा फर्क्यौँ, उहाँहरू चाहिँ दिनभर काम गर्ने, छोरा जो केटा मान्छेले चाहिँ जो श्रीमानले काम गर्ने, श्रीमती चाहिँ भर्खर बच्चा भएको होइन, उसलाई एक्लै बस्दाखेरि चाहिँ एकदम गाह्रो हुने रे के छोरी मान्छेलाई होइन। श्रीमान आउँछ, दिनभर काम गर्छ, आउँछ, कहिलेकाहीँ साथीभाइ भनेर जान पऱ्यो, बच्चा भइसके पछाडि साथीभाइले पार्टी माग्लान्, ट्रिट माग्लान्, त्यहाँ पनि जानै पऱ्यो। श्रीमती ठिकै छ क्यारे भनेर अब श्रीमतीलाई उसले केयर गरेन होइन। गर्दै गर्दै जाँदा उसलाई छोरी मान्छेलाई हरेक दिन चाहिँ डिफ्रेन्ट फिल हुँदै गएछ कि गर्दै गर्दै जाँदा 3 महिनामा चाहिँ उनले चाहिँ आफैले सुसाइड गर्दैछन् क्या। अब त्यो बच्चाको हालत के होला, त्यो श्रीमानको हालत के होला। यदि श्रीमानलाई बुझेर होइन यस्तो नगर है, यो होइन यस्तो हो भने उसले लियो, इजी नै लियो। त्यो गाउँ परिवेशमा हुर्किएको होइन नि त, त्यो त सहर, ठुलो सहर हो, फरक ठाउँ हो, फरक देश हो, त्यहाँ चाहिँ सिनारियो फरक हुन्छ। कुरा कोसँग गर्ने त नि, दिनभर त्यो आमा भएको मान्छे दिनभर बच्चा मात्र समातेर बस्ने त होइन नि त होइन। उसलाई पनि त उसको पनि इच्छा चाहना छ, उसलाई बोल्नु मन लाग्छ, कुरा गर्नु मन लाग्छ होइन। अब यो सिनारियो यस्तोसम्म भइसकेको छ कि छोरी मान्छेलाई चाहिँ त्यो जुन समयमा श्रीमानको आवश्यकता हुन्छ नि, नाजुक अवस्था हुन्छ, नाजुक हुन्छ नि बिचरा। उनीहरू आफ्नो शरीरको सबै हड्डीहरू तोडेर होइन, एक परान मरेर भन्छन् अनि एक परान मरेर एक परानमा बाँचेर अनि उनीहरूले जुन गरिरहेको छन्। रिसेन्टली मैले पनि भोगिरहेको छु। म मेरो श्रीमतीलाई थ्याङ्क यू भन्छु यहीँबाट नै, जुन तिमीले चाहिँ जुन पीडा गर्यौ, भोग्यौ, जुन गर्यौ, त्यो साहस जुन तिमीमा थियो त्यो सायद मसँग हुन्थेन होला। तिमीले जुन गरेकी छौ होइन, त्यसको लागि चाहिँ तिमी धन्य छौ। तर मैले के भने कहिले पनि तिमी सक्छौ, तिमीलाई केही भएकै छैन, तिमी ठिक छौ भनेर म सँगै रहने कोसिस गरेँ। कति अवस्थामा रहिरहेन, आफ्नो ठाउँमा छ होइन। जस्तो यस्तो केसहरू पनि त हुन्छ नि, जुन तपाईँले जुन भोगेर जुन सिनारियोबाट यता आउनुभयो नि, त्यो सिनारियो र यो सिनारियो, यस्ता घटनाहरू त यसको बारेमा कुरा गरेकै छैन क्या धेरै मान्छेहरूले, कुरै हुँदैन क्या, अवेरनेस छैन होइन, इनफ इन्फर्मेसन छैन। त्यो कारणले गर्दाखेरि चाहिँ अब अघि भर्खरै भन्नुभयो एउटा दिदी अथवा बहिनीले 3 महिनामा सुसाइड गर्नुभयो होइन। यसलाई भन्छ पोस्टपार्टम साइकोसिस, एकदम रियल कुरा हो कि। अनि हामीले यसको विषयमा बसेर छलफल नगरेको कारणले यो चिजलाई एकदमै नर्मल कुरा हो, आइमाईको काम भनेकै छोराछोरी जन्माउने हो, घर सम्हाल्ने भन्ने कुरालाई चाहिँ होइन एकदमै नर्मली लिएर यसको विषयमा हामीले छलफल नगरेको कारणले गर्दाखेरि अब छोरा मान्छेहरूलाई पनि थाहा छैन नि त होइन, अब छोरी मान्छेलाई पनि थाहा छैन होइन। सो त्यो भएको कारणले गर्दा अब सायद त्यस्तो अब ट्रेजिक घटनालाई अभोइड गर्न पनि सकिन्थ्यो होला कि। किनभने भर्खरै आमा भएपछि एउटा महिलाको शरीरमा आउने चेन्ज होइन, एउटा ह्युमन बिङले अर्को ह्युमन बिङलाई बनाएको हो नि त। मान्छेको शरीरभित्र अर्को मान्छे बनाउनु भनेको काम त सानो कुरा होइन नि त होइन। त्यो गर्दाखेरि अब धेरै कुराहरू उथल पुथल भइराखेको हुन्छ। अब आमाले, जो आमा भएको हो उसले नै बुझेको हुँदैन कि यो कुराहरू। अब कतिपय कुराहरूलाई शब्दमय व्यक्त गर्न पनि सकिँदैन। अब तपाईँ जस्तै अन्डरस्ट्यान्डिङ हुनुहुन्छ होइन, स्पाउस अथवा फ्यामिली मेम्बरहरू कोही भने तिमीलाई के भएको छैन, म यहीँ छु, चिन्ता किन गर्छौ होइन भन्दै पनि बुझ्न नसक्ने कुराहरू भइराखेको हुन्छ कि एउटा आइमाईको शरीरमा, मन मस्तिष्कमा है। सो लाइक हामीले छलफल नगरेको कारणले, यो कुरालाई एड्रेस नगरेको कारणले चाहिँ यस्ता एकदमै स्याड घटनाहरू पनि घटेको छन्। मसँगै स्कुल गएको साथीलाई पनि त्यस्तै हुन्थ्यो अरे होइन। अब कति भएको पनि भइरहेको होला, हामीले सुनेको छैन नि त। अनि यस्तो प्लेटफर्ममा अब तपाईँ जस्तो मान्छेहरूले जसले चाहिँ म यो सानो मेरो यो प्लेटफर्मलाई होइन हामीले
नगरेका कुराहरू जुन कुराहरू लाइमलाइटमा छैनन् होइन एउटा एजुकेसनल पनि हुन्छ नि त एजुकेसनल पर्पस पनि हुनुहुन्छ अनि तपाईँ जस्तो व्यक्ति तपाईँको पनि परिवार हुनुहुन्छ होइन तपाईँको मुखबाट सुन्न पाउँदा र यो प्लेटफर्ममा कि सायद फर्स्ट टाइम होला है यो टपिक एड्रेस भएको गर्दा चाहिँ मलाई एकदम खुसी लाग्यो मेबी थिङ्स आर चेन्जिङ है थिङ्स विल चेन्ज तर यो एकदम रियल प्रब्लम हो हस्पिटल्स विदेशमा त केयर सेन्टर नै हुन्छ कि यसको लागि स्पेसल युनिट नै हुन्छ कि थेरापिस्टहरू काउन्सिलरहरू होइन सायद यसरी नै एक दुई मान्छेहरूबाट कुरा गर्दा गर्दै हाम्रो नेपालमा पनि होइन सुत्केरी महिलाहरू होइन को लागि छुट्टै एउटा केयर सेन्टर थेरापी सेन्टर काउन्सिलिङ सेन्टर होइन भयो भने सायद धेरै महिला दिदीबहिनीहरूले दुःख नपाउनु होला है भन्ने आशा के होइन हामीले यसको बारेमा रिसर्च गर्दैछौँ र हामी राम्रै कन्सल्टेन्ट डक्टरसँग यो बसेर यसबारेमा एउटा एपिसोड बनाउने हामी तयारी गर्दैछौँ हामीले भेरी गुड होइन किन गर्दैछौँ भने रिसेन्टली चाहिँ मैले जति पनि भेट्दै जान्छु मान्छेहरूले सेयर गर्दै जान्छ किन हुन त मैले धेरै कुराहरू रिसर्चले नै थाहा पाएको होइन अरू कुरा तपाईँ के थाहा हुन्थ्यो र योभन्दा अगाडि म आमा बनेको थिइनँ मलाई केही कुरा थाहा थिएन मेरो श्रीमती पनि आमा बनेको थिइन् उनलाई पनि अनि हामीले सुनेको पनि थिएन हामीले सुनेको पनि थिएन कुरै हुँदैन नि त अलिअलि कतै अलिअलि चाहिँ सुने हो त्यसले यस्तो यस्तो गर्छ अरे फलाना बच्चा जन्माएपछि त त्यो यस्तो यस्तो जस्तो भएको छ अरे अलिकति सुन्दा शब्द अनर्थ लाग्न सक्छ नराम्रो लाग्न सक्छ तर यस्तो भएको छ अरे त्यो यो तरिकाले मान्छेले नर्मल तरिकाले लिइदिए क्या यो कुरालाई होइन र यसको बारेमा अहिले चाहिँ वर्ल्ड वाइड नै कुरा उठिरहेको छ नेपालमा मात्र होइन होइन हरेक देशहरूमा यी कुराहरू उठिरहेको छन् र यसको बारेमा एकपछि अर्कोपछि अर्को कुराहरू भइरहेका छन् होइन एउटा बच्चा ग्रोथ हुनेदेखि लिएर आमाको चाहिँ मेन्टल हेल्थ कस्तो हुनुपर्छ त नि भन्ने कुराहरू पनि एकदमै केयर हुनुपर्ने रहेछ र त्यसकै फलस्वरूप आज तपाईँले हामीले जुन यो वेट लिफ्टिङमा देख्न पायौँ होइन अनि त्यो पनि एउटा चाहिँ के हो भने कुनै घटनाले मान्छेलाई राम्रो बाटो पनि त लान्छ नि हरेक घटनाले नराम्रो बाटो त लाँदैन नि त होइन अब ओपन हुनु पर्यो होइन ओपन अलिकति लाइक नयाँ कुराहरूलाई कि नयाँ कुराहरूलाई नयाँ एक्सपिरियन्सहरूलाई आत्मसात गर्ने एउटा ओपननेस पनि हुनुपर्ने रहेछ कि किनभने हामी धेरै बाँधिएर बस्ने चलन छ नि त है कहाँ जानु हुँदैन त्यस्तो गर्नु हुँदैन बच्चा भएपछि अब पाठेघर झर्छ होइन अब ढाड दुख्छ राम्रो हुँदैन भने त महिलाहरूकै मुखबाट पनि सुन्छु नि त मैले त एउटा आँट चाहियो एउटा आँट मात्र होइन नि दिदी अर्को पनि चाहियो क्या जस्तै के खाने भन्ने पनि त जान्नु पऱ्यो नि त पाठेघर झर्छ तर के खाएपछि झर्छ भन्ने हो नि त त्यो चाहिँ तपाईँको लिफ्टिङ हेभी कुरा उचालेर मात्रै पनि हुँदैन कि महिलाहरूमा अलरेडी पनि त्यो जुन पेल्भिक फ्लोर प्रब्लम्सहरू हुन्छ इस्युजहरू हुन्छ होइन त्यो धेरै कुराले पनि तपाईँको जम्प गर्दा होइन अलिकति दौडिँदा पनि हुने कुरा रहेछ कि त्यो है हुने मान्छेलाई हुन्छ जसरी पनि तर मान्छेले त्यसलाई चाहिँ जोगाउनु पर्यो जे हामीले खाने हामीले के खाइरहेको छौँ भन्ने कुरा पनि मोस्ट इम्पोर्टेन्ट रहेछ क्या जस्तै हाम्रो आहार के हो त नि खाने बेला जे मन लाग्यो त्यही खाइदिने होइन अनि त्यस पछाडि दोष चाहिँ अर्को चिजलाई लाउनु भएन खाना पनि त्यसले त्यही अनुसारले गर्नु पऱ्यो अनि त्यो पनि भयो अनि हाम्रो बानी चाहिँ के छ भने कुनै पनि चिजको विषयमा राम्रोसँग नबुझिकन एकदमै फ्याक्टै जजमेन्ट दिने बानी छ क्या होइन अलिकति हामी नबुझिकन आफ्नो ओपिनियन दिन्छौँ नि त होइन सायद अलिकति कान यताउता खुला राखेर अलिकति बुझेर होइन अनि बोल्ने गऱ्यो भने पनि एउटा कुरा नोट गर्नु भएको छ हजुर कोही व्यक्तिले समस्या भन्छ नि त्यही व्यक्तिलाई त्यही समस्या 3 पटक 4 पटक भन्ने भने समाधान त्यही व्यक्तिले भन्छ नि हिजो मात्र मेन्टल हेल्थको यस्तो कोचिङ भइरहेछ दिदी हिजो मात्र मेरो एकजना साथी यहीँ आउनु भएको थियो अफिसमा मलाई यस्तो यस्तो भइरहेछ मलाई डक्टरले यो औषधि खा भन्छ होइन के गर्ने हो लास्टै भयो मलाई त गाह्रो भयो मैले सोधेको थिएँ कि कति सुत्नुहुन्छ भनेर सोधेको थिएँ मैले सुताइ भएको छ कि छैन भनेर अनि फिजिकल रूपमा तपाईँ कतिको एक्टिभ हुनुहुन्छ भन्दा म एकैछिन हो नत्र भने म छैन त्यस्तो एक्टिभ पनि भन्ने खालको कुरा भयो क्या अनि डक्टरले के भन्छ भन्ने कुरा भयो अनि उहाँले नै जे भन्नुभयो अनि उहाँले नै चाहिँ के गर्नुभयो त समाधान निकालिदिनु भयो क्या आफैले कुनै एउटा समस्याहरू छन् भने आफूले नै त्यही समस्यालाई कुनै फरक व्यक्ति होइन एउटै व्यक्तिलाई 4-5 पटक भन्यो भने समाधान त्यहीँबाट निस्किन्छ कि छलफल धेरै लामो अन्त गइरहनुपर्छ भन्ने पनि हुँदैन नि त त्यो पनि होइन
अनि मैले त्यही भएर उहाँलाई भनेको थिएँ, उहाँलाई तपाईँ केही पनि नगर्नुहोस्, 3-4 दिन घरमै सुत्दिनुहोस्, काम नगर्नुहोस्, मजाले 5-7 दिन अथवा घरमा भन्दा बाहिर तपाईँले जहाँ मनपर्छ त्यहाँ गएर सुत्दिनुहोस्, आनन्दले सुत्नु। अनि त्यस पछाडि चाहिँ आफूलाई बिस्तारै आफैले जज गर्दै जानु, थाहा भइहाल्छ भनेर मैले भनेको थिएँ कि उहाँलाई। हामी भन्न खोजेको लाइक थाहा हुँदै पनि आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर होइन अलिकति केही नयाँ कुरा गर्नलाई चाहिँ हामी अलि टाइम नै लाग्छ हामी सबैलाई है। हामी हिचकिचाउँछौँ थाहा हुँदै पनि होइन, भएन कि होइन कि कसै त्यही अघि नै भन्ने हो नि हामीले, कसैले केही भन्छ कि केही हुन्छ कि त्यही माथि पनि अब परिवारमा पनि त्यो खालको सपोर्ट हुँदैन कि हामी अरूको लागि बाँचिरहेका छौँ कि त्यो आधारले पनि हो। त्यति खुसी लाग्यो, आज धेरै कुरा गरियो, रमाइलो लाग्यो। तपाईँको जुन साहसिकता जुन एउटा काम गरिरहनु भएको छ होइन, जसरी गर्नुभयो त्यो एकदमै मजा आयो दिदी। बसेर कुरा गर्दा सुरुमा कुरा गर्दा त अलिकति कसरी होला जस्तो लागिरहेको थियो, जति पछि कुरा गर्दै गयो अझै कुरा गरौँ कि जस्तो लागिरहेको थियो। तर हामी कुरा गर्छौँ, फेरि कुरा गर्छौँ दिदी यसको बारेमा। अब दिदीले केही अब फेरि एचिभ गरेर आउनुहुन्छ पक्कै पनि, हामी त्यसमा फेरि विश्वस्त छौँ र त्यसमा फेरि हामी कुरा गर्नेछौँ। र मेन्टल हेल्थको एउटा राम्रो कुरा चाहिँ उठाइदिनु भएको छ। अब आगामी दिनहरूमा अरू हाम्रा जति पनि गेस्टहरू हुनुहुन्छ उहाँहरूले पनि यो बारेमा केही कुराहरू गर्नुहुनेछ र जान्नुहुनेछ। र यो प्लेटफर्मबाट आएको यो कुराहरूले भोलि समाजमा भएका हाम्रा चाहिँ हरेक व्यक्तिहरूलाई यो कुराहरूबाट सोच्नको लागि चाहिँ उहाँहरू पनि बाध्य हुनुहुन्छ कि भन्ने चाहिँ लाग्छ होइन। दिदीलाई अब हामीले शुभकामना दिन्छौँ, राम्रो काम गर्नुपर्छ दिदी है। धन्यवाद भूपेन भाइ। जे होस्, मलाई पनि एकदमै खुसी लाग्यो है। अब्बुले धेरै अगाडिदेखि आउनु भनिराखेको होइन, अब त्यस्तै भयो। फाइनली आज चाहिँ हाम्रो के भन्छ अरे दिन जुरेछ। अनि मैले सोच्दै नसोचेको कुराहरू पनि तपाईँले उठाउनु भयो होइन, एकदम खुसी लागिरहेछ कि मलाई। अनि हामी पोखरेली हौँ होइन, अब पोखरामा बसेर अब हामीले के गर्न सक्छौँ होइन। सायद फेरि पनि म तपाईँको पडकास्टमा फर्केँ भने हामीहरू सबैले सँगै मिलेर होइन गरेका एचिभमेन्टहरूलाई चाहिँ फेरि यो प्लेटफर्ममा सेयर गर्ने मौका मिल्ने खालको त्यो मौका होस् के त्यो होइन। आशा चाहिँ त्यस्तै छ। बोलाउनु भयो, मेरो कथा अलिकति भए पनि सेयर गर्ने एउटा मौका दिनुभयो, खुसी छु। धन्यवाद। धन्यवाद। यतिन्जेल सब तपाईँहरूले पनि हेरेर सुनेर साथ दिनुभयो, त्यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र आगामी दिनहरूमा हामी के कस्ता कुराहरूलाई लिएर आउँदा यो प्लेटफर्ममा राम्रो हुन्छ त्यो कुराहरू चाहिँ अब तपाईँहरूले पनि कमेन्टमा मेन्सन गर्न नबिल्नु होला है, किनकि तपाईँहरूले दिएको सल्लाह सुझावले हामी आगामी गेस्टहरूसँग कसरी प्रस्तुत हुने भन्ने कुराहरू पनि हामीले चाहिँ त्यसलाई हेक्का राख्छौँ र कसरी गर्ने भन्ने चाहिँ लाग्छौँ। र आजको एपिसोडमा हामीसँग हुनुहुन्थ्यो आकाशमा उडिरहेकी चेली, धरतीमा अहिले चाहिँ फेरि फलाम उचाल्दैछु भन्नु पनि भयो। र धेरै मेन्टल हेल्थदेखि लिएर धेरै हामीले भेरिएसनमा कुरा गरेका छौँ होइन। तपाईँलाई मन परेका टपिकहरू के हुन् त ती कुराहरू पनि तपाईँहरूले तल मेन्सन गर्नु होला। र तपाईँलाई मन परेका चिजहरूलाई तपाईँको आफ्नै प्लेटफर्मबाट मजाले सेयर गर्न पाउनुहुन्छ, सेयर गर्नुहोस्। राम्रा चिजहरू चाहिँ सबै माझ पुग्न पाउनुपर्छ भन्ने चाहिँ हो र भन्दै बिदा माग्छु। धन्यवाद।